पनि गएर हेर्न सक्नुहुन्छ र यसलाई मानेको छ भने तपाईले चाहिँ हामी खबरदारी पनि गर्न सक्नुहुन्छ, रिसर्च पनि तपाईले गर्न सक्नुहुन्छ। नेक्स्ट जाउँ त, हैन? अब नबुझेको कुरा सोध्नु होला, हल्ला चाहिँ नगर्नु होला। अब हेर्नुहुन्छ भने यो नेपाल राजपत्रमा हाम्रो जुन नियम छ, कानुन छ, त्यो नेपाल राजपत्रमा पनि उल्लेखित छ, अनि त्यो तपाईले हेर्न सक्नुहुन्छ। नेक्स्ट जाउँ त। अब अहिले जुन बेला मैले तपाईलाई भनिराखेको छु, नेपालमा त यो छ विश्व बजारमा के भने त 1885 देखि सुरुवात भइसकेको छ डाइरेक्ट सेलिङ मोडलहरु चाहिँ, र हामीले अहिले तपाईले यहाँ सिकाइराखेका छौं, अथवा सिकाउन परेको छ। एक प्रकार हेर्ने भने दुर्भाग्य भनौं अथवा सौभाग्य भनौं, जुन अहिलेको अवस्थामा चाहिँ 2200 अरब भन्दा माथि कारोबार हुन्छ विश्व बजारमा चाहिँ। 100 वटा भन्दा देशमा यो चाहिँ प्रुभन सिस्टम हो डाइरेक्ट सेलिङ मोडल चाहिँ। तर हामी यहाँ चाहिँ अझै पनि के छ भने, अस्ति मैले एउटा एकजना भने के भने, सर यो किन गर्ने बिजनेस भन्नु, हरेक महिना सेलेरी आउँछ भनेर सोध्नु भयो मलाई। मैले त आउँदैन भन्नु पर्यो, आउँदैन नि त। अनि तपाईँ कति आउँछ भन्नु, मैले चाहिँ आफ्नो भने, अनि सधैँ आउँछ भने आउँदैन भने, अनि कहिले बढ्न सक्छ कहिले घट्न सक्छ, किन गर्नु भएको भन्नुभयो। तर मैले के भने म मजाले घर सुत्न सक्छु, बस्न सक्छु, कुनै रोकटोक छैन, सिस्टम बनाइसकेको छु। तर ब्याङ्कमा काम गरेको भए के हुन्थ्यो, बिहान बेलुकासम्म जानै पर्थ्यो, नगरेर त्यहाँ केही इन्कम आउँछ त। तर यहाँ एउटा सिस्टम बनाउनु भयो, 5 वर्ष दिनुभयो, सिस्टम चाहिँ बुझ्नु भयो भने इन्कमको तपाईँ घर बस्ने इन्कम चाहिँ आउँछ। त्यो खालको मोडल चाहिँ यहाँ छ यो डाइरेक्ट सेलिङ मोडलमा चाहिँ। अरू कुरा के छ भने लगानी गर्नुपर्छ, यहाँ पर्छ, म त पर्छु भन्छु फेरि, हो लगानी त पर्दैन, तर पर्छ फेरि यहाँ। कि तपाईँलाई 300 रुपियाँ त्यो लगानी होइन, तपाईँ सानसानो लगानी त गर्नु पर्यो नि, त्यहाँ ठुलो 1 लाखौँ लगानी त गर्नु परेन, सानसानो लगानी गर्नु पर्यो। म उहाँले कहाँदेखि कहाँ आएँ, कहाँदेखि हिँडिराखेको तुम लगानी परिराखेको छ, ठुलो एकचोटि भार पर लगानी चाहिँ गर्नु परेन, सानो सानो लगानी जो जसले पनि गर्न सक्छ। यहाँ चाहने मान्छे 300 रुपियाँ ठुलो कुरा हो त आउनलाई, मनदेखि छैन ठुलो कुरा हो। फेरि यहाँ नआए पनि आज त्यो 300 खर्च कहाँ कहाँ खर्च भइरहेकै हुन्छ भनेको यो सिक्नको लागि खर्च, तर यहाँ चाहिँ आफूलाई एकदम ठुलो खर्च चाहिँ हुने भएन। र यही सिस्टममा हेर्नुहुन्छ भने विश्व बजारमा अब यो नेपालमा किन सुरुवात गरियो, यसलाई लिगली किन बनायो भन्नुहुन्छ भने 10 वर्ष अगाडि 15 वर्ष अगाडि जुन तपाईँले अहिले अमेरिका भन्नुहुन्छ हैन, तपाईँ कोरिया नै भन्नुहुन्छ, त्यहाँ हेर्नुहुन्छ भने डाइरेक्ट सेलिङ मोडललाई फस्टाइरहेको। इन्डिया हेर्नुहुन्छ छिमेकी देश, त्यहाँ पनि डाइरेक्ट सेलिङलाई अब मोदीले नै यो डाइरेक्ट सेलिङ मोडललाई अपनाउनुहुन्छ, यो गर्दा राम्रो हो भनेर भन्नु। तर यहाँ त त्यो छैन, फेरि भर्खर सिक्दैछौँ भनेको। जति पनि देशहरू चाहिँ विकास भइरहेका छन् त्यहाँ अर्थतन्त्र छ। मलेसिया हेर्नुहोस्, मलेसियामा डाइरेक्ट सेलिङ मोडलको कम्पनीहरू नै त्यहाँ धेरै छ भनेको। यो हामीले यसलाई नेपालले पनि यसलाई अपनाउँदै गर्दा हामी सबैलाई के हुने भयो, राहत हुने भयो। अहिले म त्यो कुरामा अहिले आउँछु। नेक्स्ट जाउँ त पढौँ फेरि। अब हेर्नुहोस्, अब यो जति पनि कुराहरू गरेँ, अब मैले धेरै समय लाग्दैन, 1 घन्टामा म सकाउँछु। पहिला तपाईँले के जिज्ञासा आयो भने 2 घन्टा लाग्ला, तर मेरो अब मोडल भनेको 1 घन्टा मात्रै हो, किनकि तपाईँले हामी यहाँ सिकाउन मात्र खोजेका छौँ। तपाईँले एकदम अबको चाहिँ याद, अब अलिकति ध्यान दिनु होला, याद गर्नु होला। अब नेक्स्ट जाउँ त। अब चाहिँ अब जुन कुरा छ वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन, एउटा जुन प्रणाली छ, वस्तुको प्रत्यक्ष बिक्री वितरण एउटा प्रणाली छ। यो प्रणाली तपाईँले बुझ्नु भएको छ कि छैन? अब बुझ्नु भएको छ? डाइरेक्ट सेलिङ मोडल बुझ्नु भएको छ? बुझ्नु भएको छ भन्ने ठिकै छ, तर बुझ्नु भएको छ भने पनि म तपाईँलाई योभन्दा अगाडि जुन ट्रेडिसनल बिजनेस भन्छ नि, परम्परागत व्यवसाय, त्यसको मोडल बुझ्नु भएको? परम्परागत व्यवसाय बुझ्नु भएको छ कि नै? परम्परागत व्यवहार जुन अहिले त जस्तै अहिले सरले तपाईँले खानतेल कहाँबाट लिनुहुन्छ अहिले? घरमा ल छिमेकी कुरा गरौँ। अनि त्यो छिमेकी तेल त भ्याइन्छ त्यहाँ चाहिँ, उसले कहाँबाट ल्याउँछ? डाइरेक्ट कम्पनी ल्याउँछ त, होलसेलरबाट ल्याउला, होलसेलर डिस्ट्रिब्युटरबाट लिएर आउला, उसले डिस्ट्रिब्युटरबाट लिएर आउला, बल्ल कम्पनी पुग्छ नि त। अनि त्यो खालको मोडललाई भन्छ परम्परागत व्यवसाय। हामी सामान त किनिराखेको त्यहाँ पनि, अनि त्यो अब तपाईँले सामान किन्नुभयो, तपाईँको घर छेउको छिमेकीसँग पसलसँग सामान किन्नुभयो, अब उसले एकपालि सामान ल्याएर उसलाई फाइदा हुन्छ त? त्यो सामान त भ्याइन्छ, फेरि उसले चाहिँ होलसेलबाट ल्याउँछ, त्यहाँसम्म बल्ल कम्पनीलाई फाइदा हुने नि त। त्यो खालको मोडललाई भन्छ परम्परागत व्यवसाय। र हाम्रो मोडल हो यो वस्तुको यो परम्परागत व्यवसाय, परम्परागत बिक्री वितरण प्रणाली, यसलाई भन्छ डाइरेक्ट सेलिङ हैन। यो मोडलमा तपाईँले हेर्नुहुन्छ भने 60% ग्राहकलाई नै फाइदा हुन्छ। कसरी हुन्छ? अब जाउँ त नेक्स्ट। कसरी हुन्छ? परम्परागत व्यापार वा बिक्री वितरण प्रणालीमा हेर्नुहोस्। परम्परागत हाम्रो डाइरेक्ट सेलिङ कुरा अझै सिरियाखाइनु म चाहिँ। जस्तै यहाँ हेर्नुहुन्छ भने यो को हो? यो
को हो यो उहाँहरू को हो उहाँहरू को हो त मैले अघि नै भने तपाईँले मलाई इन्ट्रेक्सन गर्नुहुन्न भने म कार्यक्रम अगाडि बढाउनु यो सुनेर टाको भाषण ताली बजाएर हिँड्ने खालको कार्यक्रम चाहिँ होइन को भन्नुहोस् न खुल्नुहोस् न किन लुक्नु पर्यो किन उ गर्नु पर्यो यहाँ यो त हामी हो तपाईँ जे लाग्छ त्यही भन्नुहोस् हामी लाग्छ म लाग्छ को लाग्छ होइन यो सबै हामी हो तर यहाँ कस्टमर हो नि त हामीले जस्तै मानौँ यो भन्दै गर्दाखेरि यहाँ अरू के आउँछ भने एकजना एउटा गाउँमा गएको पदम सर मनै हो जस्तो लाग्छ मलाई चाहिँ ठ्याक्क बिर्सेँ मैले त्यहाँ गएको मनजन बाहिरबाट किन्नुहुन्छ भने सोधेको किन्दिनँ भन्छ के गर्नुहुन्छ भने त्यही पहिलाकै त्यही त्यो सज्जनको उसले माग्छु भन्छ त मैले के भने त्यसपछि मनजन किन्न परेन भने बेकारमा खर्च गर्नु चाहिँ होइन कि यहाँ पनि यो बिजनेसमा चाहिँ पैसा त आउँछ भने बेकार किन खर्च गर्नु पर्यो उसले पहिलेकै जननात्रले गर्नुहुन्छ मलाई किन धेरै अर्को मनजनले युज गर्नु भन्नु पर्यो हामीले चाहिँ त्यसपछि भनौँ साबुनले नुहाउनुहुन्छ होला नि त साबुन त किन्नुहुन्छ होला भनेको साबुन नै किन्दैन भन्छ त्यो पहिलाको पिनाले नुहाउँछ भन्यो ठिक छ त्यो साबुन यहाँ पनि किन्न परेन खानतेल त खानुहुन्छ भने खानतेल त त्यही भैँसीकै घिउको भुट्टा खान्छ त्यस्तो पनि किन्न परेन त्यस्तै हुनुहुन्छ भने तपाईँलाई यो बिजनेसले काम गरेन उसले जे सोध्यो त्यही छ सबै म बाहिर युजै गर्दैन भन्नु होला नहोला थाहा किन हामीलाई नेगेटिभ गर्न खोज्नुभयो हामी चोर्न आएछ भने के मान्नु थाहा भएन तर यहाँ तपाईँले त्यस्तै भन्नुभयो त्यस्तै तपाईँहरूलाई पनि सामान बाहिर यहाँ कतैबाट किन्नुहुन्न भने चाहिँ यो मोडलमा छिर्नै परेन तपाईँ त्यही आफ्नो आफ्नो तपाईँ किन बाहिर किन धेरै खर्च गर्नु पऱ्यो होइन तपाईँ यो छिर्नुहुन्छ तपाईँले अब जस्तो यहाँ सामान चाहियो खानतेल चाहियो मन्दन चाहियो साबुन चाहियो खानतेल चाहियो साबुन चाहियो होइन मन्दन चाहियो अब यो मोडलमा चाहिँ तपाईँले विज्ञापन छ नि त अहिले जस्तो अहिले 30 को बेलामा हेरौँ अब यहाँ अब यो महिला दिदीबहिनी हुन्छ साडी लगाउनुहुन्छ रातो साडी लगाउनुहुन्छ यसो आफ्नो बहिनीहरूले कहाँ किनेको सोध्नुहुन्छ सोध्नु त अनि तपाईँले के गर्नुहुन्छ त फल्नु पसलमा किनेको ओहो मैले चिनिनँ क्या दाइ भनेर तपाईँले के भन्नुहुन्छ त्यही त हो नि उसको फल्नु कता त भन्छ नि अब अझै चिनिनँ भने म पनि जान्छु ल जाम यो दिन चाहिँ म दिउँसो नानी बाबालाई स्कुल पठाउँछु दिउँसो जाम सँगै जाम भन्नु भन्नु न त अनि त्यहाँ गएर तपाईँले अस्ति 2000 को साडी ल्याउनु भएको थियो अलिकति बढ्यो होला त्यो स्टक भयो 2100 भयो भने चाहिँ कस्तो हो कि हजुर त अस्ति 2000 लिएर अहिले 100 बढाइदिने भने उसलाई झगडा गरेर फेरि 2000 झारेर लिएर आउँछ नि त फेरि त्यो गरेर तपाईँलाई केही छ त छ नि त किन छैन जस्तो मुना कस्तो कुरा हुन्छ मुना म्यामले अब आफ्नो साडी चाहिँ अब परलाई लिएर गएर ल्याइदिनु भयो भने त उहाँले तपाईँ धन्यवाद दिनु छ नि त त्यो पनि राम्रो कुरा हो नि त तपाईँलाई अरू आर्थिक केही हुँदैन नि त भनेको सामाजिक एउटा स्थिति त रह्यो तर अब तपाईँलाई केही आएन नि त यहाँ पनि सेम त्यही हो यहाँ पनि गर्ने के हो अब यो यहाँ भन्दा नि यो सिस्टममा हेर्नु है यहाँ त तपाईँले गर्दाखेरि तपाईँको त साडी विज्ञापन गरिदिनु भयो यो पसललाई फाइदा भयो साडी खुद्रा पसल भयो अब यसमा साडी 100 पैसा ल्याएको भ्यायो त उसले कहाँबाट ल्याउँछ होलसेलरबाट उसले कहाँबाट ल्याउँछ डिस्ट्रिब्युटरबाट गर्ने बल्ल कम्पनीमा पुग्छ कम्पनीबाट त्यो साडी 400 मा हिँडेको थियो भने हामी त्यहाँ आउँदा आउँदा 1000 पर्छ धेरै नै पर्छ मैले त जम्मा 600 राख्थेँ होइन यो मान्नुहुन्छ यो कुरा मान्नुहुन्न भने मान्नुहुन्न भन्नु है यो हो नि पक्का हो मैले ढाँडा छु सर ढाँडा छु मैले यो कुरामा ठिक हो नि होइन अब हेर्नुहोस् है हो यही खालको यसलाई मैले गलत भने होइन फेरि यो मोडल हो यो परम्परागत व्यापार वा बिक्री यो चल्दै आएको हाम्रो पुर्खादेखि चल्दै आएको प्रणाली हो यो चाहिँ होइन अब हाम्रो डाइरेक्ट सेलिङ भने के हो त एकपल्ट जाउँ त फेरि नेक्स्टमा डाइरेक्ट सेलिङ मोडलमा हेर्नुहुन्छ भने यो भयो परम्परागत व्यापार अब यहाँ चाहिँ हेर्नुहुन्छ यसलाई अलिकति मैले इलाबोरेट गरेको छु यहाँ वस्तुको अब डाइरेक्ट सेलिङमा हेर्नुहुन्छ भने वस्तुको प्रत्यक्ष बिक्री वितरण प्रणालीलाई बुझ्नको लागि अहिले तपाईँले बुझ्नुभयो नेक्स्ट गर्नु एकपल्ट फेरि अझै नेक्स्ट गर्नुहोस् हो यहाँ अब कुनै पनि कम्पनीले अब हेर्नुहोस् है डाइरेक्ट सेलिङको परिभाषा हुन्छ यो कस्टमर हो ग्राहक हो बिचमा यहाँ कोही पनि छैन डाइरेक्ट कम्पनी छ अब यहाँ कुनै पनि कम्पनीले कुनै पनि वस्तुलाई पसलमा नबेचेर सिधा ग्राहकहरूलाई ग्राहकदेखि ग्राहकसम्म सिस्टममा आबद्ध गरी बेचिन्छ वा किनाइन्छ भने जस्तै हामीले अहिले तपाईँलाई बेचे खाउँथ्यौँ हामी अझ अहिले लास्टमा हामी किन्न सिकाउँछौँ अहिले यहाँ चाहिँ सामान किन्न सिकाउँछौँ होइन किनाइन्छ भने त्यो प्रकारको प्रक्रियालाई डाइरेक्ट मार्केटिङ भनिन्छ अब यहाँ हेर्नुहुन्छ भने यो कस्टमर नै हो यहाँ कोही पनि छैन यहाँ बन्छ कम्पनी यहाँ बन्छ 40 मा बन्छ हामीले पाउने पनि 100 मा हो यहाँ चाहिँ जस्तै मानौँ साडी कुराको उदाहरणलाई चाहिँ यहाँ पनि बन्छ 400 मा त्यो साडी यहाँ आउने पनि 1000 मै हो तर यो बिचको 600 कसलाई जान्छ भने तपाईँ हामीलाई जान्छ अगाडि जाम त अघिकोमा जाम एकपल्ट अघिकोमा
हो यहाँ अब हेर्नुहोस् है, अब यहाँ हेर्नुहुन्छ भने विज्ञापनमा हेर्नुहुन्छ भने उहाँले त के गर्नु भएको छ, लगानी गर्नु भएको ल, उहाँलाई ठिकै मानौँ ल। तर यहाँ बिचमा हेर्नुहुन्छ भने एउटा हजमलाको विज्ञापन गर्नलाई अमिताभ बच्चन युज गरेको नि त, अमिताभ बच्चन प्रयोग गर्नु भएको नि त, उसले त्यहाँ लगानी गरेको त्यो अमिताभ बच्चन आएको ठाउँमा त हामीले पनि खान जानिन्थ्यो होला त्यो त पाचो खानलाई, तर हामीलाई किन बनाउनु त, कम्पनी हामीलाई किन बनाउनु त? त्यो अमिताभ बच्चनले 20 करोड ल्यायो भने हामी त 5 लाख दिन हामी खेलिन्थ्यो होला, त्यहाँ त 1 लाख दिन खेलिन्थ्यो होला, किन बनाउनु त हामीलाई? फेरि किन बनाउनु होला? किनकि कम्पनीले अब यो यत्रो अरबौं करोडौं कारोबार गर्ने कम्पनी त हामीलाई चिने खान त, अमिताभ बच्चन सबैले चिने खान, उसले खाइदिएर ए त्यसले पनि पाचा खाँदो रहेछ, त्यसै नै बिजनेस सुरु भयो नि त। जस्तै स्प्राइट कसरी आयो त, रियल जुस कसरी आयो त, कोही एउटा सेलिब्रिटी खेल्नुहुन्छ ए त्यसले खाँदो रहेछ हामी खान सुरु गर्छौँ, उसले भिडियोमा खायो होला, निरन्तर खाएर न थाहा छैन भनेको उसलाई पनि त हामीले उसले खाएको देखेर हामीले खाइँदै गर्दाखेरि चाहिँ उसलाई पनि फाइदा गएको नि त करोडौँ। फेरि किनकि फिल्ममा उसले करोडौँ कमाउने मान्छे नि त्यो फ्रीमा त आएन, यहाँ त फ्रीमा आउला त भनेको यहाँ चाहिँ यो गर्दा त्यो चाहिँ के भयो, उसले ठगेको हामीलाई, ठगेको उसले ठगेको छैन नि। अब एकपल्ट चाहिँ अब जाउँ त, अगाडि जाउँ त, अब हेर्नुहोस् है, यहाँ त्यहाँ पनि 400मा, यहाँ आयो 1000मा साडी, बिचको 600 कसलाई जान्छ? तपाईँ हामीलाई गयो त, सिस्टममा गयो फेरि होइन, तपाईँ हामीलाई गयो। यसमा हामी अब यो काम गर्दाखेरि के भन्छ, ए ठगे यिनीहरूले भन्नुहुन्छ यहाँ। फेरि म यो कुरा अझै बुझेकै छैन क्या कसम। जो अमिताभ बच्चनले अब राय समानले अरूले खेलेर चाहिँ तिनीहरूले कमाउँदाखेरि चाहिँ एकदम ठिक। अब इन्डियाको त जुई चावला होइन एउटा हिरोइन, कपाल लगाउने तेल हो कि के सेम्पू के विज्ञापन गर्नुहुन्छ, त्यो यो तेल लगाएदेखि के अरे कपाल आउँछ भने उसकै बुढाको पनि तालु फुलेछ। फेरि उसले ढाँटो कि हामी त पहिला के भन्छौँ भने, तपाईँले अहिले मैले के भने याद गर्नुभयो कि अगाडि कुरा मैले के भने तपाईँले आफ्नो हाम्रो कम्पनीको सामान तपाईँलाई युजै गर्नु न, घरमा खपतै गर्नु न भने तपाईँले बिजनेस नै होइन भनिसकेँ मैले। तपाईँले एकपल्ट युज गरेर राम्रो लाग्यो भने बल्ल उसलाई सेयर गर्ने बिजनेस हो। तपाईँलाई खानतेल पनि यो घरै प्रयोग गरेर साबुन मलाई पैसा आउँछ भनेर त्यत्तिकै हिँडेपछि तपाईँ यहाँ फाइदा हुनेवाला छैन। तपाईँले गर्नै सक्नु त्यो सिस्टममा पैसा कमाए, त्यो सिस्टममा तपाईँ चाहिँ राम्रो सिस्टम चाहिँ परेन तपाईँको चाहिँ। तर हामीले यो डाइरेक्ट सेलिङको मोडलमा के भन्छ भने पहिला आफूले सामान युज गर्ने हो, पहिला कन्ज्युम गर्ने हो, मन पऱ्यो भने मात्रै सेयर गर्ने। जस्तै मलाई यो कम्पनीको सरफ अब आजभोलि त म युज गर्दै गएँ, सुरुमा सरफ महँगो लाग्थ्यो, खानतेल महँगो लाग्थ्यो, मैले के भन्थेँ जहाँ पनि यो कम्पनी खानतेल चाहिँ महँगै हो तर राम्रो छ है भन्थेँ, यसरी नै भन्थेँ मैले। किन राम्रो सरफ ल भन्दाखेरि ग्यास्ट्रिक राम्रो हुन्छ जस्तो, मुटुको लागि राम्रो हुन्छ भन्थेँ, अनि ए हो र किन्नुहुन्थ्यो। तर यहाँ के गर्छ भने आफूलाई यहाँ महँगो लागेको खानतेल यो त कति सस्तो हो, कति राम्रो जियो त्यही भन्नुहोस् कि मनदेखि कुरा भन्नुहोस्। जस्तै यो कम्पनीको चियापत्ती, म चिया कहिले खान्न होइन, त्यो चियापत्ती अब कहिले खानु भन्दा हिजो एकपल्ट त्यहाँ आइहाल्यो खाने, त्यो कहिले काहीँ खानु छुट्टै कुरा हो होइन। त्यो चियापत्ती सक्छ म चिया खान्न। चियापत्ती अब यो कम्पनीको चाहिँ के भन्छ, यो चियापत्ती चाहिँ अब चाहिँ कुनै घरमा गयो कसैले गयो भने अब चाहिँ सर तपाईँले चिया नखाने भन्छ मलाई। चियापत्ती यो कम्पनी आउनु अगाडि नखाएको यो कम्पनी आयो भने किन खानु परेको छैन नि भनेको। म तपाईँले यहाँ भन्न चाहेको यो धेरै फाइदा हुन्छ, धेरै ओभर स्मार्ट पनि हुनु पनि यहाँ पर्दैन। तपाईँले जे प्रयोग गर्नुहुन्छ त्यसलाई रिप्लेस गर्ने हो कि पहिला सुरु चाहिँ। बाहिर खानतेल किन्नुहुन्छ, धारतोरीको तेल अरू के तेल किन्नुहुन्छ नि, यो तेल खाएर हेर्नुहोस्। तर घरकै घिउको बुटुन खानुहुन्छ, घरकै तोरी फलाउनु भएको छ हुन्छ नि, होइन घरकैबाट ल्याउनुहुन्छ भने ठिक छ आफैले के। तर फेरि म त तोरीको तेल खान्छु अन्तबाट किनेर खान्छु भन्नुहुन्छ भने त्योभन्दा यतिबाट किन्दा फाइदा छ। फेरि तपाईँ रिसर्च गर्नुभयो भने तोरीको तेलभन्दा राइस ब्रान्ड ओइल हो यो, हाम्रो अहिले यहाँ तेलहरू यो होइन। यो अब हामी आज यहाँ सामानको बारे त भन्दैनौँ, तर हल्का मैले कुरा गरेको। अब तपाईँले त्यो तेल खाइसकेपछि तपाईँ राम्रो लाग्यो सेयर गर्नुहोस्। तर तपाईँलाई महँगो लागेको र सेयर नगर्नु सुरुमा, मन्दन सस्तो छ, साबुन राम्रो छ, यो प्रोडक्ट मलाई राम्रो लाग्यो, अरू कुरा हो। पहिला चाहिँ यो गर्दै गर्दाखेरि मलाई 200 आयो, प्रोग्रामलाई 500 आयो, तपाईँलाई 1000 आयो। किनकि त्यो पैसा कहाँ दिएको, अर्को सिस्टममा जाने भने हिरोलाई दिने पैसा चाहिँ हामीलाई दिएको क्या, उसलाई दिन्न। यहाँ चाहिँ यसको यो कम्पनीलाई हिरो नै हामी नै हो। जस्तै त्यहाँ दिँदाखेरि राम्रो भयो, यहाँ तपाईँ हामीमै बाँड्दाखेरि के भयो, खत्तम भयो, बर्बाद। यो कम्पनी फटायो, चोर ठग्यो। कोही मान्छे यस्तो नै आउँछ मसँग चाहिँ, सर यति राम्रो सामान भएदेखि कम्पनीले किन यो हामी मान्छे भेट किन गराएको भन्छ।
तपाईँलाई आज क्लियर बताउँछु, हाम्रो कम्पनीको नाम जुन हेल्दी लिभिङ नेपाल हुनुहुन्छ उहाँको एमडी हो टेम्पा शेर्पा। अब किन त्यो अब के फरक छ हेर्नुहोस् है। टेम्पा शेर्पा हो, उहाँले गर्न थालेको 4 वर्ष भयो। उहाँलाई युनिभर्सिटी तपाईँको युरोपियन युनिभर्सिटीले उहाँलाई चाहिँ डक्टरेटको उपाधि दिइसक्यो क्या। कारण के भन्नुहुन्छ भने नेपालमा हजारौँ मान्छेलाई रोजगारीको अवसर दिएको कारणले गर्दाखेरि चाहिँ यस्तो खानतेल मन्न साबुन पेन त कम्पनी त पुरानो थियो होला पहिलेदेखि नै। विश्वमा चाहिँ आगो त्यो कम्पनीको एमडीलाई कसरी त्यो दिएको छ त, डक्टरको उपाधि दिएको छ त? कारण फरक यहाँ छ हेर्नुहोस्। हेर्दाखेरि सिम्पल, हेर्दाखेरि यहाँ हामीले के भन्छ, हामी बाटो भने ग्राहकलाई गुमराह बनाएको छ कम्पनी के भन्छ के होइन, किनकि सिस्टमै त्यही खालको हामीले बनाएको होइन। यो अमेरिकन यो तपाईँको यो ठुल्ठुलो युरोपियन कन्ट्रीबाट हामीले चाहिँ यसलाई निकालेर अहिले चाहिँ अब नेपालमा पनि लागू गर्न थालेको हो। त्यो जम्मा 4 वर्षमा हजारौँ जना मान्छे पनि अझ कुनै म यो कम्पनी लागेको थिएँ, मलाई फोन कहिले आएन फेरि। म यहाँ पनि कम्पनी पठाएर आएको होइन, म आफ्नो तरिकाले काम गर्न पाएको छु, आफ्नो तरिकाले खातामा पैसा आउँछ भनेको त्यो उपाधि अहिले हेल्दी लिभ नेपालको एमडी डक्टर टेम्पा शेर्पा हुनुभयो। उहाँले पढेर डक्टर भएको होइन, अगाडि चाहिँ डक्टरको उपाधि दिएको कारण हजारौँ मान्छेलाई रोजगारीको अवसर छिटो बनाइदियो, त्यो पनि गरिबको मान्छेलाई पनि। अब हेर्नुहोस् यहाँ बुझ्ने हो भने यहाँ चाहिँ के छ, कस्टमर छ, सामान खायो, त्यो तल्लो व्यक्तिको होला, उसको घरमा 5000 कमाउनु दुःख छ होला, तर उसले चाहिँ आफूलाई मन परेको कुरा सेयरिङ गर्न सक्छ। अहिले परम सरले भन्नुभयो, यहाँ तनु हुनुहुन्थ्यो उहाँ, मैले उहाँलाई गाउँको कहाँ जानुभयो, उहाँले अहिले गरेको बिजनेस आफूले आयो नि त। तर उहाँले अरूको लागि पनि प्रमोसन गर्नुहुन्थ्यो होला। ल पदम सर त मेरो होटल खोलेको छ, ल पदम सर मेरो किनार खोलेको छ, विज्ञापन गरिदिनु भने त्यहाँ केही आउँछ त? साथीलाई विज्ञापन त गरियो तर केही आउँछ त? तर यहाँ चाहिँ आउँछ फेरि विज्ञापन पनि भयो, आफूलाई पनि भयो, सबैलाई भयो। यो विन विन सिस्टमको बिजनेस, यसलाई बुझ्ने भने श्रीखण्ड, नबुझ्नेलाई कुर्पा बिटै हो फेरि होइन। अब अगाडि बढौँ त। अब हेर्नुहुन्छ भने अब यहाँ यो हाम्रो कम्पनी नाम हेल्दी लिभिङ नेपाल प्राइभेट लिमिटेड हो, यसको हेड अफिस काठमाडौँमा छ। अब यो अहिलेलाई हाम्रो यहाँ अब अलिकति सामान चाहिँ हामी जहाँ चाहिँ पाउँदैन। यो किन भन्नुहुन्छ भने मैले सानो उदाहरण दिन्छु। अब मेरो घर चाहिँ सेङ्जा हो, मेरो हजुरबाले भन्नुहुन्थ्यो पहिला चाहिँ म चाहिँ के अरे नुनहरू यस्तो सामान लिनको लागि चाहिँ बटौली जानु पर्थ्यो भन्नुहुन्थ्यो। सानो हामी चाहिँ अहिले त हुनु न हजुरबा होइन, कुरा हजुरआमाले चाहिँ जानु पर्थ्यो भन्नुहुन्थ्यो। अलि पैसा चाहिँ कहाँसम्म आयो अरे भन्दा वालिङसम्म कतासम्म आयो अरे, त्यहाँसम्म हिँडेर जानुहुन्थ्यो अरे। भनेको गरेर त अलिक घरै पछि छ नि त पसल त अहिले भनेको यो पनि सेम त्यही। पहिला किन घरै पछि सिधै घरै किन आयो नि त पसल त्यो बेलामा पनि? त्यो बेला गाउँै थिएन, त्यो बेला बजार अलिक थिएन, त राख्न सक्ने क्षमतै थिएन। बिस्तारै यो पनि सेम त्यही हो। पहिला यो स्टार्टिङ गर्दा काठमाडौँ मात्रै थियो, त्यसपछि सेकेन्डमा बुटोलो भयो, जहाँ बिजनेस, त्यसपछि पोखरा आयो, बिस्तारै जहाँ त्यहाँ हुँदै गइरहेको। पोखरा अब पहिला काठमाडौँमा एक ठाउँमा थियो, अहिले 3 ठाउँमा छ फेरि। त्यस्तै भोलि पोखरा पनि अब चाहिँ लेफ्ट साइडमा एउटा बिस्तारै बिजनेस बढेको अवस्थामा कम्पनीले आफै सोचेर राखिदिन्छ। अर्को मोडलमा हामी आफै ल्याउनु पर्छ। यहाँ कम्पनीले बजार विस्तार भएको खण्डमा अटोमेटिक ल्याइदिन्छ, पसल ठाउँमा ल्याइदिन्छ। अहिले हाम्रो कम्पनीले 33 ठाउँमा डिपो खोलिसकेको छ 4 वर्षको अन्तरालमा चाहिँ होइन। अगाडि बढ्नु एकपटक। अब यहाँसम्म तपाईँ पक्कै बुझ्नुभयो होला कम्पनीको अफिस कहाँ छ, के छ। अगाडि बढ्नु त। अब यहाँ आयो यसमा सामान किन्नको लागि हामी ग्राहक बन्नुपर्छ, डिस्ट्रिब्युटर बन्नुपर्छ। हामी मेम्बर भन्छ, कसैले के भन्छ मेम्बर भने मलाई के लाग्छ, सदस्य भने के हो भने सदस्य बन्नको लागि कुनै ठाउँमा 100, 150, 200 तिरेर हामी सदस्य बन्छौँ। तर यहाँ हामी हजुर के भयो भनेको, तर यहाँ हामी डिस्ट्रिब्युटर बन्छौँ। डिस्ट्रिब्युटर बन्नलाई हामी केही तिर्दैन पैसा, मात्र तपाईँको नागरिकताको फोटो, फोन नम्बर, तपाईँको आफ्नो फोटो, जिमेल दिइसकेपछि तपाईँ डिस्ट्रिब्युटर बन्नुहुन्छ, ग्राहक बन्नुहुन्छ। ग्राहक बनिसके पछाडि तपाईँको फोन नम्बरमा यसको तपाईँको हेल्दी लिभिङ नेपाल एप तपाईँले चलाउनको लागि आइडी पासवर्ड फ्रीमा दिन्छ, सामान नकिने पनि दिन्छ। तपाईँ आइडी बन्नु भएको सामान त्यत्तिकै दिन्छ। त्यो दिइसकेपछि तपाईँले त्यो एप खोल्न पाउनुहुन्छ। एप खोलिसके पछाडि के हुन्छ, अब हेर्न सक्नु तपाईँले। एप खोलिसकेपछि तपाईँको त्यहाँ सिस्टम देखिन्छ। तपाईँ त्यहाँ हेर्नुहोस् अगाडिपट्टि सन्तोष गैरी भन्ने मान्छेले त्यहाँ अगाडिपट्टि उसको एप खोलेको, उसले सामान हरेक महिना कति किन्छ। यो चाहिँ पिबीमा हुन्छ काउन्ट चाहिँ। पिबी भनेको पोइन्ट भ्यालु हो, रुपियाँमा चाहिँ राख्न अलि नसक्ने भयो कारणले गर्दा, किनकि यो तपाईँले यो आइडी खोलिसकेपछि यसलाई बढाउनु भयो भने तपाईँको छोरा तपाईँको नातिसम्म यो जान्छ, 3 पुस्तासम्म। जस्तै अहिले पेन्सन भनेको भने जस्तो तपाईँको के अरे कोही मिलिटरी आर्मी हुनुहुन्छ, उहाँ बित्नु भयो, उहाँको बुढीसम्म जान्छ होला, छोरासम्म जान्न होला, त्यसै यो पुस्ता हस्तान्तरण हुन्छ।
तपाईँको छोरा तपाईँको नाकसम्म जान्छ। तपाईँले जति बिजनेस बढाउनुहुन्छ त्यही लेभल अनुसारले। जस्तै म हिजो ब्याङ्कमा काम गर्थेँ, अब मैले छोडेँ अथवा मेरो छोरो 12 वर्ष भयो 20 वर्ष भयो मेरो छोरो मानौँ, अब उसलाई डाइरेक्ट मैले ब्याङ्कमा काम गर्न हाल्न सक्छु त? मैले उसको योग्यता हुनु पऱ्यो, +2 पढ्ने हो कि ब्याचलर पढ्ने, कति पढ्ने हो त्यतिको उसले लड्नै पऱ्यो फेरि। तर यहाँ के छ तपाईँको इन्कम, जस्तो म अहिले युनिभर्सिटी ग्राउन्ड डाइरेक्टर छु, मेरो छोरा युनिभर्सिटी ग्राउन्ड डाइरेक्टर, मलाई केही भइहाल्यो मेरो इन्कम 1.5 लाख आउँछ भने छोरालाई त्यो आयो अटोमेटिक हो यो। किनकि सेफ छ यहाँ चाहिँ। मान्छेले के भन्छ यहाँ चाहिँ केरियर सेफ छ छैन। अब कोही मान्छे आउँछ कम्पनी भाग छ कि सोध्छ, त्यस्तो नेगेटिभ सोध्ने भने के भनौँ, मान्छे पनि भोलि मरेको थाहा छैन त्यो कुरा चाहिँ होइन। यहाँ जति पनि ब्याङ्कबाट आयो भोलि के थाहा छैन त्यो भोलि त्यस्तो नेगेटिभ सोध्ने भने। तर यहाँ पोजिटिभ रूपमा सोध्ने भने कम्पनीले कारोबार गरेको छ, कम्पनीलाई यहाँ घाटा छैन, कम्पनी पनि घाटा किन उधार कारोबार गर्दैन, नगद कारोबार गर्छ, कुनै पनि राम्रो फाइदा भयो कम्पनीहरू किन जान्थ्यो फेरि। म चाहिँ त्यहाँ सोध्छु फेरि धेरै सोचेर म ब्याङ्क छोड्न सकेको, नत्र सक्दिनँ होला मैले पनि। अब यहाँ हेर्नुहोस् माया पिपी भनेको काममा हुन्छ, यो 5-6 हजार सामान मैले लिएँ 100 पिपी, मेरो टिम रहेछ 685 र यो 685 सामान कति लिएँ यहाँ आयो यो टोटल कारोबार। यसको आधारमा आफूलाई बोनस आउँछ। मैले केही 1.5 लाख कमाउँदै गएँ, तल पनि 10-15 20 मान्छेलाई पनि हरेक महिना 20,000 5-10 हजार गइरहेको हुन्छ। कति राम्रो कुरा भयो हेर्नुहोस्। किनकि मैले मैले किन पोखरा आएको छु त्यहाँ, तपाईँले बुझ्नुहुन्छ कि तपाईँले साथीहरू कन्भेन्सन सक्नु भएको छैन कि मैले केही बोल्दा राम्रो हुन्थ्यो कि तपाईँ हामी विनर सिस्टम यहाँ चाहिँ हामीलाई चाहिँ हामी सबै मिलेर अगाडि बढाउने हो। जस्तो अहिले हामी स्टार क्याम्प यही हलमा गरियो 1 महिना अगाडि, 1-2 महिना अगाडि चाहिँ हामी अहिले एउटा मिसनमा छौँ। 2025 मा चाहिँ हाम्रो यो सिस्टमबाट स्टार टिमबाट 100 जनालाई 1 लाख इन्कम बनाउने, 100 जनालाई क्राउन राइटर बनाउने। हेर्दा 100 जनाले मात्र इन्कम देख्नु भएको छ। 100 जनालाई 1 लाख इन्कम बनाउँदै गर्दाखेरि 900 जना, 100 जनाको ठिक छ, 900 देखि 1000 जनाको खातामा 5000 देखि 1 लाखसम्म आउँछ तलपट्टि। फेरि 1000 जनाभन्दा माथिको के हुन्छ खातामा पैसा जान्छ। हेर्दा 100 मा देखेको छ यहाँ यो सिस्टम छ कि अत्तम सिस्टम बनाइदिएको छ यहाँ। किनकि यो सिस्टममा हामीले तपाईँलाई बुझाउन मात्र सक्यो, बुझ्नु भयो मात्रै भने यो सिस्टममा गाह्रो कुरा केही पनि छैन। कोही साथीले म त बिजी छु म यो छु भन्नुहुन्छ, तर यो के होइन यहाँदेखि आएर सबै खुल्छ। किनकि हिजोको दिनमा म पनि ब्याङ्कमा काम गर्ने मान्छे हो, फुल टाइमै ब्याङ्कमा काम गर्थेँ। बिहान ब्याङ्कको काम त थाहा नै छ, 7 बजे 8 बजे पनि पुगिन्थ्यो, बेलुका 8-10 बजे क्लोजिङ गर्दाखेरि त बिचको टाइम मिलाइ म त्यति बेला सिल्भर राइटर भएको ब्याङ्कमा हुँदै गर्दा मेरो 36,000 इन्कम आएको मेरो चाहिँ। म देखाइदिन्छु कुनै दिन चाहिँ। किनकि मैले भने तपाईँको बुझ्नुभयो सिस्टम बुझ्नुभयो, तपाईँ जहाँसुकै हुनुहोस् क्या, फुल टाइम पार्ट टाइम जसरी तपाईँ इन्कम बनाउन सक्नुहुन्छ यहाँ। बुझ्नुभयो भने सिस्टम स्टार्ट चाहिँ हुँदैन होइन। यति नै भने अब यसमा तपाईँले हेर्न सक्नुहुन्छ यहाँ एप डाउनलोड गरिसके पछाडि तपाईँको कतिजना ग्राहक छन्, तपाईँले सामान किन्ने कति भयो, तपाईँको टोटल सामान कति, यसको सबै कुरा यहाँ डिटेल हेर्न पाइन्छ। अनि यहाँ हाम्रो कम्पनीको यहाँ तर्फबाट हेर्नुहुन्छ भने के सामान चाहिँ यहाँ तपाईँ छुनुभयो भने त्यहाँ सबै कुरा देखिन्छ। यहाँ एप पनि तपाईँले चलाउनुहोस्, प्ले स्टोरमा गएर आइफोन स्टोरमा गएर होइन तपाईँले हेर्न सक्नुहुन्छ। अब अगाडि बढाउनु त यसपछि के हुन्छ, अगाडि बढाउनु त अब यसपछि हेर्नुहोस् यो एप डाउनलोड गरिसके पछाडि अब यो अगाडि बढ्नु अझै अब गाइडलाइनहरू पुरा गर्ने कुरा अहिले अनलाइन सिस्टम बनाइदिएको छ। अगाडि बढ्नु त अझ अगाडि। अब यहाँ सामान के छ त भन्ने कुरा छ। सामान चाहिँ सबै तपाईँले भन्नु सामान सबै चाहिँ नहोला, किन हामीलाई चाहिँ जकेट पनि चाहिएला, कोट पनि चाहिएला, सर्ट पनि चाहिएला, बेसार चाहिएला, चिन चाहिएला, के चाहिएला सबै नहोला। मैले के भन्ने गरेको छु भने तपाईँलाई चाहिएको सामान लिस्ट बनाउनुहोस्। यो कम्पनीमा अगाडि बढ्नको लागि धेरै कुरा केही नसोचिकन 4 महिनासम्म भन्नु होला, विचार गरेर हेर्नु होला। गर्नु भएको छैन भने 4 महिनासम्म तपाईँलाई 1 महिनाभरि चाहिएको सामान सबै लिस्ट बनाउनुहोस्। 1 महिनामा ल 10 लिटर तेल चाहिन्छ होला, खाने तेल मानौँ, 5वटा नुनी साबुन चाहिएला होइन, 2-3टा अब 2-3 किलो कति किलो सरफ चाहिएला, के चाहिन्छ तपाईँ लिस्ट बनाउनुहोस्। 2 किलो चिनी चाहिएला सबै। अब तर त्यसमा अब हामीसँग के छन् त, हामीसँग के छन् त्यो सामान पहिला यहाँबाट लिनुहोस्, बाँकी रहेको अन्तबाट लिनुहोस्। यसरी तपाईँ 4 महिना जानुहुन्छ र हिसाब गर्नुहुन्छ र हरेक महिनाको CNC भन्छ यहाँ अहिले म आउँछु त्यहाँ चाहिँ त्यसरी गर्नुहुन्छ भने 5औं महिनामा कसैले 2,000, कसैले 4,000, कसैले 8,000, कसैले 12,000, कसैले 16,000सम्म सामान फेरि पाउनुहुन्छ। निरन्तर गर्नुभयो कम्तीमा 2,000, 4,000, 8,000, 12,000, 16,000सम्म चाहिँ त्यो सबै होल अफ एभरेजलाई तपाईँले हेर्नुभयो भने सामान बाहिरै गर्नु सस्तो भएर जान्छ। फेरि अहिले म त्यहाँ पनि आउँछु। यो सिस्टम सामान के छन् भन्ने कुरामा अब यहाँ देख्नु भएको खानतेल छ मैले भनिसकेँ, अब यहाँ देखाउनु चियापत्ती छ, मन्दन छ, साबुन छ, विभिन्न कुराहरू छ। अर्को हामीसँग खाद्य आहार पनि छ, फुड सप्लिमेन्ट पनि छ यहाँ चाहिँ। यहाँ मात्रै सर्च नयाँ हो, तपाईँ नयाँ हो यो सुन्नु फर्स्ट टाइम हो, कसले बोलाउनु आज
ए सरी सर एकपल्ट त अगाडि आउनु त मिल्छ भने आउनु अगाडि एकपल्ट ल उहाँको लागि जोडा तालिदिनु होला त उहाँको लागि अगाडि आउनु अगाडि सरको शुभ नाम अर्को माइक छ किन भन्नु सरले हरिबहादुर सर सब घरै त्यही पोखरामै हो सरले के गर्नुहुन्छ अहिले यति भयो अहिले त आउनु अब हामीसँग के छ यो फ्ल्यास ओइल पनि छ अब हुन त डेमो अब धेरै कुरा आएको छ यसलाई हामी सर्टकटमा हामी भ्याउनु खोजेको आज कार्यक्रमलाई पनि धेरै लङ गरेका छैनौँ मात्र बुझाउनु यो यस्तो रहेछ बुझाउनु खोजेका छौँ अब यसमा हेर्नुहुन्छ यो चाहिँ खाद्य आहार हो यो दबाई चाहिँ होइन यो अब खानतेल भन्नु अरू सबै कुराहरू हुन्छ यसले के गर्छ भन्नुहुन्छ भने यो चाहिँ फ्ल्याक्स ओइल भनेको आलसको तेलबाट निकालिएको तेलै हो ठ्याक्कै आलस जस्ता त्यस्तै हालको त होइन आलसमा पाइने तपाईँको फ्याटी एसिडहरू तत्त्वहरू मात्र निकालेर बनाएको तेल हो फ्ल्याक्स ओइल चाहिँ होइन अब यसले के गर्नुहुन्छ भन्नुहुन्छ भने तपाईँको रक्त नली रगत बग्ने नली जस्तै तपाईँको घरमा पाइपमा पानी आउँछ होला कति वर्ष भयो 2 वर्ष 5 वर्ष 10 वर्ष हुन्छ होला पाइपमा पानी जुन पानी फिट गरिसके पछाडि टङ्कीबाट तलसम्म आउँछ नि पाइप चाहिँ पहिलोपटक जति प्रेसरमा आउँथ्यो पानी 2 वर्ष 3 वर्ष 5 वर्ष 10 वर्ष 15 वर्ष 20 वर्ष हुँदै गएपछि त्यो त्यही प्रेसरमा पानी आउँछ त लेउ लाग्ला बिचमा के लाग्ला अलिक स्यामसम हुँदै जान्छ त्यसलाई हामी के गर्छौँ त्यो पाइपलाई हामी के गर्न सक्छौँ सफा गर्न सक्छौँ फेर्ने पनि सक्छौँ त्यो पऱ्यो भने अब तपाईँको तपाईँ कति वर्ष हुनुभयो भन्न मिल्छ कति वर्ष हुनुभयो 55 वर्ष हुनुभयो तपाईँभित्र रगत त पक्कै छ रगत बग्ने नली पक्कै छ त्यो नलीलाई अहिले सफा गर्नु भएको अब रगतलाई अब ठटाएर सफा हुने कुरा पनि भएन निकालेर सफा गर्ने कुरा पनि भएन होइन त्यो रगतमा अब प्रेसर किन हुन्छ तपाईँलाई प्रेसर केही छ प्रेसर किन भयो त हो रगत बाक्लो भयो किनकि त्यो पानीमा अहिले बाक्लो भएर सानो भयो रगत बाक्लो हुँदै पनि गयो अर्को किन हुन्छ भने रक्त नली मानौँ यो रक्त नली हो भने जस्तै यो मानव रक्त नली हो भने चाहिँ अब तपाईँको रगत बगिराखेको छ अब आज यति तपाईँ कोलेस्ट्रोल पानीपुरी खाइहाल्ला चटपटा खाइहाल्ला कहिले चाउमिन खाइहाल्ला कहिले चाहिँ तेलै त्यस्तो खाले तेल खाइहाल्ला यति गरेर तपाईँ के हुन्छ यहाँ त तपाईँको आएर ल मानौँ यति गरेर तपाईँको यहाँ ट्याक यसरी त ब्लक गरिदियो होइन तपाईँको रगतलाई त आधा ब्लक त गर्दैन नि त्यति भएपछि रगत पातलै भयो नि बाक्लो भएर के हुने भयो यहाँ मुखलाई प्रेसर गर्नु दुःख भयो अब के गर्छ यहाँबाट रगत त बाक्लो हुन्छ बाक्लो भएपछि यहाँबाट जान के गर्छ मुखलाई प्रेसर हुन्छ अनि यो हामीले उहाँले खाएको दबाई के हो त अब रगत पातलो हुने दबाई खान्छौँ किन तपाईँ 2 दिन 3 दिन एकै दिन नखानुहोस् त प्रेसर सुरु भइहाल्छ फेरि किनकि त्यसलाई जान दुःख भयो यसले के गर्छ भन्नुहुन्छ भने यसले के गर्छ यसलाई नै बिचमा भएको खराब त्यो रक्त नललाई नै मात दिने काम गर्छ यो बिचमा यो अब यो खाँदै गर्दा यो हड्दिएपछि के भयो सफा भयो प्रेसर चाहिँ कम भइहाल्यो भनेको यसलाई कसरी काम गर्छ यो त हो थर्माकोल हो यो चाहिँ थर्माकोल भनेको टिभी फ्रिजको बाहिर ऱ्याप गरेर आउँछ नि अब तपाईँले यसलाई जलाउनु भने जल्छ हेर्नुहोस् जल्छ तर खरानी चाहिँ हुँदैन गाँठो भनिदिन्छ होइन अनि पानीमा गलाउनु गल्छ पानीमा चाहिँ गल्दै सेम त्यस्तै चिजको हाम्रो यहाँ त्यो आएर बस्नु खराब बस्छ आएर बस्नु हो त्यसलाई कोलेस्ट्रोल भन्छ फेरि होइन अब त्यो हामीलाई राम्रो बस्न चाहिन्छ तर खराब बस्नु चाहिँदैन होइन अब त्यो खराब वस्तुलाई हटाउनको लागि यसले के गर्दो रहेछ काम म त तपाईँलाई देखाउँछु तपाईँले हात यस्तो गर्नु त पिन्छ अब हेर्नुहोस् मैले यो चाहिँ यहाँ हेर्नु है सबैजनाले उहाँले हेर्नु त तपाईँको के पोखर भन्नुभयो हरि सरलाई मैले यहाँ दिँदैछु यो एउटा सानो फर्म दिएको छु यो फर्म मलाई एकछिनमा दिनु है दिनुहुन्छ नि बोल्नु माइकमा बोल्नु हुन्छ दिन्छु यो सबैले हेर्नु चाहिँ म दिन्छु भन्नु आयो अहिले दिनु भयो नि के नाच्ने है यदि ऊ भएन त काट सक्यो भने काट दिन्न रहेछ दिने यहाँ छ यो चाहिँ खानेकुरा हो डेमो गरेकोलाई चाहिँ अब के हुन्छ तपाईँ देख्नु भएको त पहिले सबै देख्नु भएको यहाँ
यसको टाइममा सोधिदिनु भयो उहाँले त्यहाँ आउनु पर्छ यहीँबाट हेर्नु उहाँले दिनु है अहिले तपाईँको हात चरे पोले केही हात केही छाला केही यस्तो महसुस गर्न केही भएन यसमा म त्यही तपाईँको हात नै देखाएको अहिलेको कत्रो हाल्दै थियो कि कत्रो हाल्दै थियो ठुलो थियो अहिले के भयो अहिले टुक्रिँदै भयो पौल्दै गए भनेको अब यस्तै गरी तपाईँको खराब पसललाई के गर्छ काटिदिन्छ यसले चाहिँ तपाईँलाई केही असर चाहिँ केही गर्दैन फेरि यो मान्छे के भन्छ भने त्यो किन हातमै देखाएको भने अब यो खाँदै गर्दा भित्रको आन्द्रा सबै भेटिन्छ कि भन्ने पनि हुन्छ मान्छेलाई त्यो तपाईँको हात यसले के गर्छ यसलाई थाहा छ कि राम्रो कुरा के हो नराम्रो कुरा के हो नराम्रो कुरालाई यसले काटिदिन्छ राम्रो कुरा यसले चाहिँ काट्दैन तपाईँले आलस कहिले तपाईँले हेर्नुभएको आलसको तेल युज गरे गर्नुभयो होइन आलस युज गर्नु चाहिँ यसो सुन्नु भने आलस तेलै आउँछ तपाईँ पग्ल्यो नि आउँयो पुरै छ्याक्कै भ्यायो नि सबै सिद्धिन्छ यसरी तपाईँको चाहिँ सबै सफा गर्न सक्नुलाई चाहिँ अनि प्रेसरलाई यसलाई एकदम राम्रो काम गर्ने भयो यस्तो फ्याट काट्दै जाने हो फ्याट काट्दै जाने छालालाई केही असर चाहिँ गर्दैन बुझ्नुभयो थ्याङ्क यू सो मच तपाईँलाई जान सक्नुहुन्छ थ्याङ्क यू सो मच उहाँलाई जोड तालिदिनु होला अब मैले उहाँलाई के देखाएको भने हेर्नु अब उहाँको छाला अब केही असर चाहिँ गर्दैन मात्र कोलेस्ट्रोललाई चाहिँ घटाउने काम गर्छ यसले अब यस्ता सामान हामीसँग छ होइन यस्तो सामान स्पिरुलिना छ ग्यान्ड्रो यो फेरि यो दबाई चाहिँ होइन है फेरि दबाई चाहिँ होइन यो खाद्य आहार हो यसले तपाईँलाई केही असर चाहिँ केही गर्दैन तपाईँलाई राम्रै मात्र काम गर्छ यसले यो चाहिँ फेरि यो खाद्य आहार हो भन्दैन हामीसँग निम क्याप्सुल छ एउटा निमको क्याप्सुल छ त्यो निमको क्याप्सुल तपाईँले प्रेसर लो भएकोलाई दिनुभयो भने के गराउँछ झन् लो गराउँछ त्यो चाहिँ जान्नु पर्यो कसलाई के दिने भन्ने चाहिँ नै भने चाहिँ यो सामान कसलाई अझै त्यो भनेको करेला तपाईँको घरमा करेला छ प्रेसर लो हुनलाई बिहान नै करेला हुन त राम्रै कुरा हो त अर्ग्यानिक कुरा तपाईँको घरमै फल्या होला बिहान पनि करेला बेलुका नै करेला एक हप्ता करेला खुवाइदिनुहोस् त प्रेसर जस्तै राम्रो भएको लो बनाइन्छ पुरा यो लो बनाएछ पुरा यो पुरा के हो तपाईँ आफै खाएर हेर्नै पर्छ खाँदा नखान्छ त्यसरी चाहिँ भने त्यति लो बनाइन्छ है त्यसले त्यस्तै यो पनि निम पनि सेम त्यही हो हेर्दा यो राम्रै प्रोडक्ट हो तर कुनलाई कुन चाहिँ खाने भन्ने थाहा हुनु त्यो गरेर साइड इफेक्ट केही पनि छैन त्यो थाहा भएर नि केही न केही असर देखाउला त्यो कुरा चाहिँ छुट्टै कुरा भयो होइन सामने यस्तो धेरैवटा सामान छ त्यहाँबाट हामी अहिले गएनौँ अब तपाईँले हेर्न सक्नुहुन्छ फलफुल जुस के छन् यहाँ 140 प्लस प्रोडक्टहरू छन् तपाईँले अब आफै पनि हेर्न सक्नुहुन्छ त्यो एपमा गएर हेर्नुहोस् मजाले के रहेछन् भनेर अगाडि बढौँ म अब चाहिँ हेर्नु अब यस पछाडि तपाईँ जुन सामान के छ हेर्नुभयो होइन अब यहाँ तपाईँले यो सामान कहाँबाट लिन्छ अब पोखरालाई कहाँ लिने पोखराको लागि कहाँ लिने नयाँ बजारमा लिने नयाँ बजारमा छ पोखराको लागि त्यहाँ सामान गले अब त्यो सामान टाढा भयो भन्नुहुन्छ फेरि तपाईँ नयाँ भन्नुहोस् तपाईँ 1 महिनामा नयाँ बजार त अथवा न्यू रोड त्यो साइड हिँड्नुहुन्छ होला नि हिँड्नु त त्यही बेला घर लिने हो यसैलाई लिनै पर्छ जानु पर्छ त्यही बेला त्यही पसरी लिने अथवा यसैलाई लिन्छु भनेर गयो पनि भइहाल्यो फेरि सामान किन्न हामी कहिले काहीँ कहाँ कहाँ त सबै गर्न जान्छौँ नि त महिनामा त यसलाई पनि छुट्याएर जाने महिना एकपल्ट छुट्याएर जानु भने यसले चाहिँ रिजल्ट दिन थाल्छ अब अगाडि बढौँ अब सामान लिँदा के फाइदा पाउनुहुन्छ भने पहिलो फाइदा के पाउनुहुन्छ 10% छुट पाउनुहुन्छ सेकेन्डमा के पाउनुहुन्छ पर्फर्मेन्स बोनस 5 देखि 16% पाउनुहुन्छ 3 मा के पाउनुहुन्छ जोइनिङ ओभर रिपर्च अफर पाउनुहुन्छ 8% 4 मा के पाउनुहुन्छ कन्सिस्टेन्सी अफर पाउनुहुन्छ 20% हैन यसरी तपाईले पाउनुहुन्छ यहाँ अफर पाउनुहुन्छ अब यो कसरी कसरी पाउँछ भन्ने कुरा तपाईले चाहिँ हेर्न सक्नुहुन्छ अगाडिपट्टि खुद्रा मुनाफा 10% पर्सेन्ट बोनस 5 देखि 16% जोइनिङ रिपर्च अफर 8% र लास्टको सीएनसी अफर 20%। अब अगाडि हेर्नुभयो भने त्यहाँ जोइनिङ अफर अब खुद्रा मुनाफा त बुझ्नुभयो होला 10% छुट त बुझ्नुभयो सामान किन्दा एमआरपी बाट 10% सम्म छुट पाइन्छ। अब यो के छ अर्को जोइनिङ अफर भनेको के हो जोइनिङ अफर भनेको जो नयाँ हुनुहुन्छ जस्तो हामी यहाँ सामान लिइसकेका छौं अब उहाँ हुनुहुन्छ आज नयाँ उहाँले गएर मानौ 2-3 हजार 5 हजार सामान लिनुभयो भने त्यहाँ केही न केही छुट फ्री सामान पाउनुहुन्छ उहाँको आइडी बनेको छैन अब आइडी बनाएर अब यही होल महिनामा जहिले गरे त्यस्तो अफरलाई भनिन्छ जोइनिङ अफर नयाँलाई दिने अफरलाई जोइनिङ अफर भनिन्छ। अब हामी सामान किनिराखेका छौं एकपल्ट दुईपल्ट सामान किनिसकेका छौं फेरि गएर सामान किन्दाखेरि पाउने अफरलाई भन्छ अघिको ठाउँमा जानु न
त्यो अफरलाई भन्छ रिपोज अफर भन्छ हैन। फेरि अगाडि जानु त जोइनिङ अफर कुरा गरौँ। जोइनिङ अफरको कुरा गर्दै गर्दाखेरि चाहिँ हरेक महिना अफरहरू चेन्ज हुन्छ, कसरी पाइन्छ भन्ने कुरा गरौँ। म सोध्छु यहाँ अब कोलाई जोइनिङ अफरको बारेमा थाहा छैन हैन। यो महिनाको जोइनिङ अफर के हो त? यो महिना नयाँ साथी जो हुनुहुन्छ उहाँहरूले गएर सामान लिनुभयो भने के अफर पाउनुहुन्छ त? जस्तै हरि सरले अब यहाँ आउनुभयो, सामान राम्रोलाई टेस्ट गरौँ न त एकपटक, फ्यान तेल म टेस्ट गरौँ, फ्ल्यास ओइल टेस्ट गरौँ, मन्दन टेस्ट गरौँ गरेर मानव प्लस उहाँले 7,000 सामान युज गर्नुभयो ल यो महिना, मानव सपोज 7,000 को सामान लिँदा उहाँले के फाइदा पाउनुहुन्छ त ल? मना म्याम के पाउनुहुन्छ? हेयर ओइल पनि पाउनुहुन्छ, सरफ पनि पाउनुहुन्छ। कसले बोले म मेरो चस्मा नदेखेको के हो यता कसै मुख चलाइरहेको चाहिँ को बोल्यो? ए चन्द्र म्याम बोल्नु भएको हो? भन्नु त म्याम के भन्नु अरे? 3500 न्यू जोइनिङले 200 सम्मको सामान किन्नु भयो भने रोजेर एउटा सरफ किने पनि को नाच्ने भयो फेरि? सर नाच्ने होला हेर्नुहोस् यहाँ त नाच्नु चाहिँ अब अहिले के भनेको थिएँ? ठिक छ अब के भन्नु म्याम? न्यू जोइनिङले 3500 सम्मको सामान किन्नु भयो भने हजुर हेयर ओइल लिए पनि सरफ लिए पनि एउटा रोजेर ल उहाँको लागि ताली दिनु होला। केही न केही त भन्नुभयो होइन, ठ्याक्कै त मिलेन, मिल्न चाहिँ मिल्यो, पुरा मिलेन। फेरि अब उहाँले के पाइन्छ भन्नुहुन्छ? एउटा कपाल लगाउने तेल, एउटा सरफ, एउटा फेस वास, एउटा फेस प्याक, 4वटा मध्ये एउटा रोज्न पाउनुहुन्छ। फेरि 4वटै पाउनुहुन्छ होइन। अहिलेको महिना लास्टसम्म यो 3500 पुरा। उहाँले 7,000 लिनुभयो भनेपछि कि उहाँले 2टा सरफ फेरि लिन पाउनुहुन्छ, कि 2टा कपाल लगाउने तेल, कि 2टा फेस वास, कि 2टा ग्लो फेस प्याक, के लिने हो त्यही गर्न पाउनुहुन्छ। जस्तै उहाँले 7,000 सामान 10,000 सामान बाहिर गएर लिनुहुन्छ, तपाईँले केही फेरि पाउनु भएको छ? तर यहाँ चाहिँ सिस्टम हामीले केही भन्नु, सिस्टम त्यही गर्ने के लिने छ त्यही सोध्छ उसले चाहिँ, त्यही अवश्य सोध्नुहुन्छ। तर तपाईँले आफ्नो आइडी नम्बर दिनुपर्छ, त्यो नम्बर नदिकन तपाईँको सामान किन्न चाहिँ पाइरहेछ हैन। अब अगाडि बढौँ। अब यो महिना चाहिँ अब लास्टमै पाइन्छ। अब यसपछि रिपोज अफर कुरा आउँछ। रिपोज अफर यो महिना के छ अब यहाँ चाहिँ तपाईँलाई म देखाउँछु। अब यो हेर्नुहोस्, यो अफर भनेको आज म यो कार्यक्रममा आएँ अनि हाम्रो तपाईँको नाम भीम होइन सर? मेरो दिलबहादुर सर, सरी दिलबहादुर सर सामान यो महिना चाहिएको सामान लिनुभयो यो कम्पनीबाट? लिनु भएको छैन? लिनु भएन ल, केही छैन, जियो त्यही भन्नु होला, लिनु भएन। अब आज यहाँ कार्यक्रममा आउनु ल, सामान खानतेल मन साबुन लिनु भनेर जानुभयो। तपाईँ नयाँ हो, अहिलेसम्म सामान लिनु भएको छैन? ए त्यसो भए तपाईँको एन्सर आइसक्यो। अब यहाँ को हुनुहुन्छ? म्याम तपाईँ नयाँ हो? तपाईँको शुभ नाम के अरे? तपाईँको आइडी बनाए सामान लिइराख्नुहुन्छ? ल यो महिना लिइसक्नुभयो? सबै लिनुभयो यो महिना। तपाईँ नयाँ हो? तपाईँ सामान यसको आइडी बनिसक्यो? पहिला पनि सामान पहिला पनि सामान लिनुभएको? यो महिना लिनुभएको छैन, फेब्रुअरी महिनामा लिनुभएको छैन। ल हो, अब हेर्नुहोस्, आज यो मैले अफर पाइन्छ भने नि त तपाईँले गएर आज अब तपाईँले 7,000 सामान लिनुभयो, तपाईँले अफर पाउनुहुन्छ त? अब हो, यही ट्विस्ट के छ भने हामी एकपटक सामान रेगुलर किनेका छौँ भने 19 तारिक पछाडि सामान लिन पाउँदैन। आज 19 तारिक हो, हिजोसम्म तपाईँले 1000 को मात्रै सामान लिए भए तपाईँले एउटा निम साबुन फेरि पाउनुहुन्थ्यो। र तपाईँले अब आज गएर सामान चाहियो, सामान किन्न त पाइयो, तर अफर फ्रीमा चाहिँ केही पनि सामान चाहिँ पाइएन। म यो बुझाउनु खोजेँ अब, किनकि यही कुरा बुझाउनु हुँदाखेरि हामी ढाँट्नै छैन क्या। बरु चाहिँ सामान किन्नु त तपाईँको कुरा हो। अहिले यहाँ तपाईँलाई मन नपऱ्यो कुनै बेला कसैले तपाईँलाई यो कम्पनीबाट भन्छ त्यही बेला ए सन्तोष ढाँडा रहेछ भन्नु चाहिँ नआओस्। बरु चाहिँ सामान त हामी क्लियर बताउन चाहन्छौँ। त्यही भएर चाहिँ हरेक महिनाको एकपटक आइडी, जस्तै उहाँले यो महिना लिनुभयो, नयाँ हो, उहाँले भोलि पर्सि त्यसपछि 3500 सामान केही न केही फेरि पाउनुहुन्छ। तर 3450 लिएर पाउनु भयो किनकि सिस्टम चाहिँ हरेक महिना अफर चाहिँ चेन्ज भइरहेको हुन्छ। यो महिना 3500 सामान त केही न केही फेरि पाउनुहुन्छ। फेरि नाच्दिनु सर, यसलाई साइलेन्ट गरिदिनु अब एकछिनमा है। अब हेर्नुहोस्, मैले के भन्दै थिएँ भने अब यो 1000 सामने त्यो भयो, 1000 को सामने त अहिलेको महिना अब कुरा गर्न परेन यो, किनकि हिजोसम्म रिपोज अफर थियो। अहिलेको के थियो 1 2 3 4 5 6वटा सामान हामीले रोज्न पाइन्थ्यो रिपोज अफरमा। एउटा निम साबुन थियो, एउटा चाहिँ तपाईँको
साबुन थियो, अर्को महँगो साबुन, यस्तो गरी थियो नि त। अब आजको सामान लिएर केही पायो त सामान किन्न चाहिँ पाइन्छ, तर फेरि सामान चाहिँ पाइँदैन। हरेक महिना त्यही भएर सामान लिँदाखेरि चाहिँ 18 तारिकभित्र लिँदाखेरि केही न केही फाइदा छ। तर त्यो भन्दैमा आज एउटा अफर के आएको छ? आज अफर हेर्नु भएको छ कि नै? यो भन्दैमा आज लकी ड्र अफर। तपाईँले यदि 80 PP को सामान लिनुभयो भने त्यहाँ पनि लिनै पर्छ भन्ने छैन। 80 PP को सामान लिनुभयो भने आजबाट तपाईँले 45 जनालाई 10,000 बराबरको सामान फ्री पाउनुहुन्छ। भनेको फेरि अब यहाँ हाम्रो नेपालमा त किन्ने मान्छे 100, 150, 300, 400, 500 कतै हुन्छन् होला, 1000 जना हुन्छन् होला। अब त्यो अवधिभर लिने मान्छे चाहिँ त्यसमध्ये 45 जनामा दिने हो। फेरि बुझ्नु नि यो कुरा, सबैले पाउँछ होइन, पनि के ल्याउनु होला, त्यो लक्की मात्रै हो। लक्की लक छ भने पाए, नभए पाएन है, यो पनि बुझ्नु होला। अब अगाडि बढौँ, पक्कै पनि बुझ्नु भयो होला, डिपोजिट अफर, जोइनिङ अफर सबै बुझ्नु भयो होला। अब जाम, अब यहाँ हेर्न सक्नुहुन्छ कन्सिस्टेन्सी अफर भनेको छ 100 PP को सामान हरेक महिना 14 तारिक, हरेक महिना 14 तारिक भन्दा अगाडि तपाईँले सामान लिनुहुन्छ भने 4 महिनासम्म प्रत्येक महिना 10% छुट पनि पाउनुभयो। सेकेन्ड महिना के पाउनु, अर्को अफर के पाउनुहुन्छ, केही न केही सामान फेरि पाउनुभयो र 5औं महिनामा 4,000 सामान फेरि पाउनुहुन्छ। जस्तै अब मानौ तपाईँको आइडी बनिसक्यो, सरको आइडी बने छैन, बने छैन। अब यही महिना अब आज आइडी बनाउनु भयो र भोलि गएर तपाईँले मानौ 100 PP भनेको 5-6 हजारको सामान, 7,000 सामान तपाईँ चाहिएको छ भने, चाहिएको छ लिनु परेन, अहिले मैले भनिसकेँ। चाहिएको छ भने तपाईँले 100 PP कै सामान लिनुभयो, चाहिएको छ भने 100 PP कै सामान लिनुभयो भने तपाईँ अफर पनि पाउनुभयो। पहिलो CNC मा नि गनियो। अनि अर्को महिना जस्तो अहिले मार्च महिनामा गएर तपाईँले फेरि 14 तारिक भन्दा अगाडि 100 PP, अप्रिलमा गएर फेरि 14 तारिक भन्दा अगाडि 100 PP, मेमा गएर 14 तारिक भन्दा अगाडि 100 PP सामान यसरी लिनुहुन्छ भने प्रत्येक महिना सामान खपत पनि भयो, अफर पाए। 5औं महिना फेरि 4,000 को सामान फेरि पाउनुभयो। 4 महिनासम्म रेगुलर 100 PP को सामान लिँदै गर्दाखेरि 5औं महिनामा 4,000 सामान फेरि पाउनुभयो। यस्तो अफरलाई भनिन्छ कन्सिस्टेन्सी अफर। जस्तै मानौँ तपाईँ घरमा चाहिँ 10,000 सामान हरेक महिना युज गर्नु भएको छ होला, 5औं महिना केही पाउनु भएको छ बाहिरबाट, 6औं महिना केही पाउनु भएको, 7औं महिना केही पाउनु भएको, केही पायो भने यहाँ चाहिँ एउटा अफर चाहिँ। तर यो चाहिँ 4,000 सामान हामीले रोजा लिन पाइयो। रोजा लिन पाइयो भन्नु मतलब खानतेलै जहर ल्याउँछ भन्दा पाएन। 4,000 सबै चाहिँ खानतेल 2टा, मन्दन एउटा, सात मिलाएर नै ल्याउनु पायो। तपाईँ जसरी लिनु त्यसरी ल्याउनु पाउनु। तर यो पनि कम्पनी के गर्यो भने अब त कम्पनी यहाँ ढाँटेको छैन, कम्पनीले त गफलाउनु सक्थ्यो होला, किनकि अब मान्छेले एउटा जस्तै सबै मात्रै हजारौँ मान्छेले यसरी सामान लिँदै गर्दाखेरि मैले 4,000 मात्रै न्यू साबुन ल्याइन्छु भन्ने के हुन्छ त? फेरि कम्पनी पुऱ्याउनै सक्ने सिधा कुरा हो। त्यो कम्पनीले के भनेको भने प्रत्येक सामानमा 2-2टा सामान मिलाएर तपाईँले चाहिँ अफर रोजा लिन्छ पाउनुभयो भने उसले पनि सिधा ढाँटे छैन त्यहाँ पनि, किनकि त्यो त कम्पनी त अहिले दिन सकेर त भएन नि, पछि लास्टसम्म सोध्नु पर्यो कम्पनी चाहिँ। त्यही भएर कम्पनी के भनेको भने रोजा लिन त पाउनुभयो, प्रत्येक सामानमा 2-2टा सामान मिलाएर तपाईँले रोजा लिन पाउनुभयो। यो पनि तपाईँले बुझ्नु होला। अब चाहिँ अगाडि फेरि अर्को कुरा यो भन्दैमा अलिकति यहाँ मैले के भने हाम्रो कम्पनीले अहिले मैले भन्नु बिर्सेको डाबरको जुसहरू, च्यवनप्रासहरू पनि हाम्रो कम्पनीले टाइअप गरेर लिएर आएको छ। हाम्रै कम्पनीले उत्पादन गरेको चाहिँ होइन कि त्यो अरू कम्पनीले गरेको उत्पादनले हाम्रो कम्पनीले टाइअप गरेर लिएर आएको छ। यो 4,000 को फ्री सामान पाइने बेलामा चाहिँ अरू कम्पनीको सामान चाहिँ दिन सक्दैन कम्पनीले। हाम्रै कम्पनीले उत्पादन गरेको मात्रै सामान फ्रीमा दिने, किनकि हामीले बुझाइनु सोचेमा गएर सामान लिनुभयो, लास्टमा जुस देख्नु त्यहाँ अब अफिसमा त जुसै दिएन सर भनेर उहाँलाई डिमोटिभ हुनुभयो, तपाईँ ढाँट्नु भन्नुभयो। तर मैले तपाईँलाई आज यो कुरा ठ्याक्कै सम्झाउनु भनिहालेँ। अगाडि बढाउँ त अब अर्को छ 60 PP को, अहिले थियो 100 PP को, अर्को थियो अब योभन्दा तपाईँको कम कुरा गर्नुहुन्छ भने 60 PP भनेको 3-4 हजार 3500 सामानसम्म तपाईँ घरमा हरेक महिना खपत हुन्छ भने यसरी लिनुहुन्छ भने अहिले मैले भन्दा जस्तो लिनुहुन्छ भने 5औं महिनामा 2,000 सामान फेरि पाउनुहुन्छ। तर यसमा रोजा लिन चाहिँ पाउनुहुन्न। कम्पनी आफै पहिले ठ्याक्कै गरिदिएको हुन्छ, एलोभेरा एउटा, निम साबुन एउटा, सबै ट्याक्क लेखेकै छ त्यहाँ, त्यही पाउनुहुन्छ। हामी रोज्न चाहिँ पाएन, यसमा चाहिँ कम्पनी आफै दिने भयो। तर 100 PP भन्दा माथिको तपाईँ चाहिँ रोज्न पाउनुभयो, 60 PP चाहिँ रोज्न पाउनुभयो। त CNC नै हुन्छ फेरि 2,000 सामान केही फेरि चाहिँ पाउनुहुन्छ होइन। अब यो पनि घरमा चाहिएकै सामान चाहिँ युज हुन्छ, तर चाहिँ त्यति बेला अब के हुन्छ भन्ने मात्रै हो। अब अगाडि बढाउनु त योभन्दा अगाडि के आउँछ, अब यत्रो कुरा बुझ्नुभयो, 10% छुट बुझ्नुभयो, 8%सम्म सामान फेरि पाइँदो रहेछ बुझ्नुभयो, CNC अफर बुझ्नुभयो कि नै?
अब पुग्नु भयो भने अझै यो अब थोरै सामान लिने केही पाउँदैन भनेर सोध्नुहुन्छ भने 23% त पायो। कसरी भन्नुहुन्छ? 10% छुट भयो, एउटा 8% तपाईँको यो सामान 1000 सामान लिनु होला नि त, पहिले महिना नलिने अर्को महिना 1200 सामान त होला खान्थेन। त्यस्तै लिनुहुन्छ भने तपाईँले केही न केही सामान न्यू साबुन केही न केही सामान फेरि पाउनुहुन्छ 8% सम्मको चाहिँ। अर्कै पाउनुहुन्छ पर्फेक्ट बोनस पाउनुहुन्छ 5% कम्तीमा पनि। त्यसरी हेर्नुहुन्छ भने 23% जसले पनि पायो। जसले सामान लिने फाइदै छ हामीलाई चाहिँ हैन। यसरी लिँदा पाउनुहुन्छ। यति गर्दा अब तपाईँले पसल चेन्ज गर्ने कि नगर्ने, अब तपाईँ सामान यहाँ लिन तयार हुनुहुन्छ? तयार हुनुहुन्छ कि हुन्न? तयार हुनुले कसले हात छडाउनु ल? सामान तयार हुनुहुन्छ? सर तयार हुनुहुन्छ? साँच्चै तयार हुनुहुन्छ? साँच्चै तयार कि यहाँ सबैले आरोपले उठाएको होइन नि? उठाउनु ल। ओके, थ्याङ्क यू सो मच। तपाईँले आफ्नो लागि आफैलाई ताली बजाउनु त अब एकपल्ट चाहिँ। तर मैले भन्दै गर्दाखेरि मैले अर्को तपाईँले कमिटमेन्ट म तपाईँलाई के दिन्छु भने यो सामान तपाईँले युज गर्दै गर्दा मानौ तपाईँले यो मैले भन्ने कुराहरू पाउनु भएन, सिस्टम जुन भनेको छु पाउनु भएन भने कसको दाहिने हात छ? दाहिने हात हुनेले हात उठाउँदै पढ। मेरो यो चाहिँ के हो? यो मेरो गाला हो। म हरेक महिना आउँछु तपाईँ नम्बर लाइन आउँछु। तपाईँको हात त्यही छ, मेरो गाला यहीँ छ। तपाईँ जे पनि गर्न सक्नुहुन्छ पाउनु भयो भने चाहिँ। फेरि अर्को महिनामा फेरि आउँछु म। सुन्नुहोस् है, अहिले बुझ्यो नि एउटा मैले के भने? तपाईँले गर्नुहोस्, मैले भन्ने कुरा अफर पाउनु भएन भने तपाईँको हात त्यही छ, मेरो गाला यहीँ छ। तपाईँ त्यहाँ हिँड्दैन आउनु पर्छ, म त्यहाँ आएर थापिन्छु। पाउनु भएन भन्नुहुन्छ भने त सिस्टममा मलाई बुझाउनु पऱ्यो किन पाउनु भएन भन्ने कुरा चाहिँ। अर्को कुरा फेरि हात छडाउनु भयो, सामान अब किन्नु भएन भने तपाईँको गाला त्यही छ, मेरो हात त्यही छ। किनकि हात छडाउनु भयो नि त, कि त मन पराएन भन्नु पऱ्यो। अब हामी गर्ने हो कि यहाँ, किनकि धेरै पटक आयो 2 वर्ष आयो खालि यो भने त्यो भने त्यो भने अब गर्ने होला चाहिँ। तपाईँले आफूले गरेर काम छोड्न चाहिँ परेन। त्यो पनि काम गर्नुहोस्, सामान किन्नुहोस्। अब कसरी चाहिने अब म सिकाउँछु। पहिला सामान चाहिँ किनेर हेर्नुहोस्। हरेक महिना सामान किन्नु भने फाइदा छ, घाटा केही पनि छैन यहाँ। भन्नु नि कि तपाईँको हात छ कि मेरो गाला छ, कि मेरो हात छ कि तपाईँको गाला छ, दुईवटा एउटा चाहिँ हुन्छ। अब अर्को महिनाबाट चाहिँ अगाडि बढाउँ त। अब यसपछि हेर्नुहोस्, यो सामान किन्ने मात्रै कुरा मैले गरिराखेँ यहाँ। तपाईँले अब यहाँबाट पर्फर्मेन्स बोनस के हो भने बुझ्नु भएन भने अब हेर्नुहोस्, तपाईँले सामान लिँदै गर्दाखेरि आफ्नो एउटा औसत, जस्तो अहिलेसम्म तपाईँले सामान लिनुभयो, तपाईँको छिमेकी पसलमा गएर सामान लिनु भएको छ होइन? त्यो सामान लिँदै गर्दाखेरि तपाईँले केही फरक केही फ्री पाउनु भएको छ। जस्तै यो महिना तपाईँले अब खान्ते ल्याउनु भयो, एक बोरा चामल ल्याउनु होला, के ल्याउँदा 10-15 सामान ल्याउनु भयो होला। अर्को महिना चाहिँ रामे तिमीले अघिल्लो महिना 15 सामान लिनुभयो, ल्याऊ, अब तिमीलाई मैले 200 को सामान फेरि दिन्छु, लिन आऊ भनेर बोलाएको छ। त्यस्तै खालको बोनस हो यो पर्फेक्ट बोनस चाहिँ। तर यो चाहिँ तपाईँको खातामा 150 भन्दा माथि नहुँसम्म कम्पनीले चाहिँ गर्दैन, रिलिज चाहिँ गर्दैन। अस्ति एक्स्ट्रा काम हामीले सिकायौँ, सिकाउँदा टाइम लाग्ला। तर यति बुझ्नुहोस् कि आउन चाहिँ आउँछ, होल्ड गरेर बस्छ, तर 150 भन्दा माथिको यो नबनाउँछ रिलिज चाहिँ हुँदैन। बुझ्नु जस्तो यो महिना तपाईँले 10 रुपियाँको सामान लिनुभयो, 10 रुपियाँको सामान लिँदाखेरि उसको बोनस 20 रुपियाँ बन्ला, त्यो कम्पनीमा होल्ड गरेर बस्छ। अर्को पनि 20 रुपियाँ लिनुभयो, त्यो 20 रुपियाँ होल्ड गरेर 40 भएर बस्छ। गरेको जुन दिन 150 माथि त्यो ठ्याक्कै रिलिज हुन्छ, त्यसको हामीले सामान नै लिन पाउँछौँ। 800 भन्दा माथि बन्यो भने तपाईँको खातामा पैसा आउँछ। पैसा आउँछ भन्ने अब मलाई एउटा साथी हुन्थ्यो कि 800 भन्दा सामान लिइरहनुहुन्थ्यो, उहाँ खातामा पैसा आइन्छ। सर पैसा आएन भन्नुहुन्छ, मैले बिच थिएँ किन आएन सर भनेको, पछि गएर बुझ्दै जाँदाखेरि उहाँले त्यो खाता नम्बर कम्प्लेन दिएकै हुनुहुन्न। कसरी आउँछ फेरि? तपाईँलाई खाता पैसा आउँदा त कम्पनीलाई खाता नम्बर त उसले पनि हेर्नु पऱ्यो नि त, जो बाहिर पठाएर भएन नि त। त्यही भएर हामीले त्यो खाता नम्बर, आफ्नो खाता नम्बर अनि तपाईँको पान नम्बर, व्यक्तिगत पान नम्बर तपाईँको कम्पनीमा एड्रेस गराइदिइहाल्नुहोस्। त्यो भएपछि तपाईँको 800 भन्दा माथि बन्यो भने खातामा आउँछ, त्यो भन्दा तल बन्यो भने तपाईँको मोबाइलमा हेर्न पाइन्छ। 150 भन्दा माथि बनेको त्यही ठ्याक्कै तपाईँको मोबाइलमा हेर्नुहुन्छ। त्यो बोनस त्यो सामान तपाईँ लिन पाउनुहुन्छ, त त्यसको पी पनि आउँछ, फेरि त्यसको पोइन्ट भ्यालु पनि आउँछ। यहाँसम्म क्लियर हुनुहुन्छ? क्लियर हुनुहुन्छ कि बुझ्नु भने बुझिन भन्नु चाहिँ म फेरि दोबारा पनि गर्छु। फेरि पर्फेक्ट बोनस भनेको, थ्याङ्क यू सो मच सरलाई। पर्फेक्ट बोनस भनेको यस्तो बोनस हो कि हामीले अहिलेसम्म सामान लिएकै छौँ, बाहिर गएर खानतेल, मन्दन, साबुन 10-15 सामान लिइराखेकै छौँ। 15,000 को सामान लिँदै गर्दाखेरि यो महिना सामान लियौँ, अर्को महिना चाहिँ त्यो पसलले, त्यो ग्राहकले चाहिँ तपाईँले अघिल्लो महिना 15 सामान लिनुभयो,
ल अहिले तपाईँले 300 400 500 600 800 कति छ उहाँले चाहिँ म यति सामान फेरिदिन्छु लिन आऊ भने बोलाएन त बोलाएको छैनन्। तर यो कम्पनीले बोलाउँछ भने फोनै गरेर बोलाउनु भ्याउँदैन। हेल्दी लिभिङ नेपाल एप भन्ने डाउनलोड गरेर त्यहाँ तपाईँको पर्सेन्ट बोनसमा देखाउँछ 150 भन्दा माथि बन्यो भने त्यही रिलिज गरिदिन्छ पर्सेन्ट बोनसमा। 800 भन्दा माथि बनेको छ भने तपाईँको खातामा पैसा आउँछ मोबाइल ब्याङ्किङमा अथवा खातामा पैसा चाहिँ आउँछ। मैले के भन्न खोजेको भने सबैले एकै महिनामा धेरै 800 भन्दा माथि आउने तरिकाले पनि नहोला। कसैले 20 रुपियाँको सामान लिएला, कसैले 40 रुपियाँको सामान लिएला, भनेको 2000 3000 4 सामान लिएला, त्यो गर्दै गर्दा उसको 200 अथवा 300 बन्यो भने तपाईँको रिलिज भयो। तर कसैको 20 रुपियाँ बोनस बनेको छ भने त्यो झ्याप्पै रिलिज चाहिँ हुँदैन। अब यो महिनाको 20 रुपियाँ अर्को महिनाको 50 रुपियाँ रिलिज हुँदै 150 भन्दा माथि जोडेपछि मात्र रिलिज हुन्छ के हो बुझ्नुभयो। 150 भन्दा माथिको रिलिज हुन्छ। 800 भन्दा माथि आयो भने खातामा पैसा आउँछ। खातामा पैसा आउनको लागि हामीले खाता नम्बर र पान नम्बर कम्पनीमा अपडेट चाहिँ गरेको हुनुपर्छ। त्यो चाहिँ बुझ्नुभयो। अब चाहिँ अलिअलि बुझ्नुभयो होला, बिस्तारै आफूले पनि गर्दै गर्छ अझै बुझिन्छ। अब अगाडि बढौँ एकपल्ट। अब हेर्नुहुन्छ भने यहाँ अब अझै बुझ्नु भएन, अझै कसरी सामान सस्तो पर्छ भन्नुहुन्छ भने हामीले यसलाई चाहिँ म कसरी कन्भिन्स भएको, म आफूले स्टाइल निकालेको यो चाहिँ मलाई सामान कसरी म आफूले हिसाब गरेँ, मैले कसरी सामान सस्तो पर्ला कसरी के पर्यो भन्ने हिसाब गर्दा मैले के भेटाएँ भने 967 रुपियाँको हाम्रो यो खानतेल छ। हाम्रो खानतेल 2 लिटरको बट्टा हुन्छ, 2 लिटरको क्यानमा बोतलमा पाइन्छ हामीले यो खानतेल। यसलाई एमआरपी कति पर्छ 967 पर्छ। यसको 10% छुट भनेको 97 हुन्छ। त्यसलाई घटाउनु त तिर्न परेन, हामीले 870 रुपियाँ तिर्छौँ खानतेल ल्याउँछौँ। यहाँसम्म क्लियर हुनुहुन्छ। अहिलेको कुरालाई मैले उदाहरण दिँदैछु, एकदम राइट एन्सर हो यो। अब त्यसमा अर्को मैले के भनेको तपाईँले याद गर्नुहुन्छ भने जोइनिङ अफर वा रिपर्च अफर गरेर 8% सम्मको सामानको अफर पाइन्छ। रिपर्च अफर पाइन्छ भने फेरि तपाईँ 19 तारिकमा आज भोलि गर्दा पाउनुहुन्न। यहीसम्म किनेको यो हिसाब मिल्थ्यो फेरि होइन। अब पर्यो कति 870 तिर्नु भयो। तर यही मात्र सामान ल्याउनु भयो भने त यो नमिल्ला। हेर्नुहोस् यो कुरा बुझ्नुहोस्, मैले के भनेको छु 100 पिपीको तपाईँले रेगुलर लिनुभएको खण्डमा तपाईँको घरमा 100 पिपी अथवा रेगुलर सामान लिनुभयो, खानतेल लिनुहुन्छ यहीँबाट, मन्दन तपाईँले यही लिनुहुन्छ, साबुन तपाईँ भाडामा लिक्विड टोयलेट क्लिनर भयो फ्लोर क्लिनर भयो लिनुहुन्छ भने 5000 सामान पुगिहाल्छ। जस्तो उहाँलाई प्रेसर भएको छ, फ्ल्याक्स बाहिर सामान लिनुभएको छ, तपाईँ फ्ल्याक्स लिनु मन राम्रै गर्छ यसरी लिनुहुन्छ भने तपाईँले 5-6 सामान लिनुभएको अथवा 1-2 सामान लिनुभएको भने केही न केही फिर्ता पाउनुहुन्थ्यो नि। यही खानतेल मात्र लिँदाखेरि पाउनु त होइन, 1000 भन्दा माथि लिँदाखेरि त केही न केही फिर्ता पाउनु भएको थियो नि त। तर 870 मा अरू लिँदै गर्दा तपाईँले हेर्नुहुन्छ भने यसको भागमा 70 रुपियाँ चाहिँ पर्यो नि त। बुझ्नुभयो। 870 मात्रै किन्दा त होइन। 870 मा तपाईँले एउटा मनन थप्नुभयो, 870 एउटा खानतेल लिनुभयो, एउटा मनन लिनुभयो 150 को कति भयो 1030 भयो। 1020 कति भयो होइन। 1020 सामान तपाईँ एउटा साबुन फ्री पाउनुभयो। साबुनको एमआरपी कति हो 83 पर्छ। निम साबुनको त्यो साबुन फ्री पाउनुभयो, त्यसको भागमा 70 त पर्यो नि त। अरू बाँकी 150 को मनन भागमा त अरू पर्यो फेरि, बाँकी रहेको 13 रुपियाँ पर्यो। यो कुरा बुझ्नुभयो। यसरी मैले यो हिसाब गरेको, मैले आफूले चाहिँ पहिला म पनि आफू ढुक्क हुनु पर्यो नि त, फाइदा हो कि होइन। यसरी हिसाब गर्दा त यसको भागमा 70 पर्यो। यसको सामान पायो हामीले निम साबुन, तर त्यो निम साबुन तपाईँले लिने बेलामा तपाईँको घरमा निम साबुन चाहिन्छ नि, जसरी साबुन चाहिन्छ, तर आफूले किन्दा साबुन त्यहाँ नहाल्ने, अफर हेर्ने, फ्रीमा पाइने अफर, त्यसलाई त्यो साबुन त्यहाँ एड नगर्ने। कति मैले के देख्छु भने निम साबुन पनि 2टा देखाएको हुन्छु, उता अफर पनि 2टा निम साबुन लिनुहुन्छ क्या। साबुनमा थुपाएर किरामा खोल्नु त होइन होला, फेरि हामी खपत गरेर तर्क जाने हो अनि त्यसरी तपाईँले निम साबुन अब किन्न परेको छ भने अफर नहाल्ने, पहिला के रोज्ने हो त। त्यसरी लिनुहुन्छ, यो त सामान तपाईँ के भयो फाइदा भयो नि त, तिर्न पर्छ फेरिमा आयो। बुझ्नुभयो। जस्तो यो चाहिँ बाहिर झन् तिर्न पर्ने, यहाँ हामीले क्यास तिर्न पर्छ पनि क्यासै सरत हो पनि। बुझ्नुभयो हो। यसलाई मैले पैसा नै मानेको, यो त हामी पैसै हो नि त पनि यो चाहिँ। भने यसलाई हिसाब गर्नुहुन्छ भने 870 बाट 70 घटाउनु कति भयो भन्न मिल्यो कुरा हो। त्यसरी मजा आयो। अर्को के छ पर्सेन्ट बोनस छ 5 देखि 16%।
यसमा मैले चाहिँ अब 800 को 16% तरकारी मैले हेरेको छु यहाँ। सो टिभीको अनुसारले अब भित्र कसरी बुझिन्छ अहिले बुझ्दैन यो तपाईँ यसको भागमा कति पर्छ टिभीको हिसाबले जानुहुन्छ भने 128 पर्छ। 128 तपाईँलाई रिटर्न आउँछ 5% अथवा 16% तरकारी तपाईँ जाँदै गर्दाखेरि चाहिँ टिभीको हिसाब जाँदाखेरि भनेको 800 को 128 भने कति भयो 672। तपाईँको 5% 8% बाद लेभल अनुसार हुन्छ यहाँ। अब यो पनि तपाईँको के भयो सामान्य पाइने हो तर बाहिर गएर सामान किन्यो क्यास दिनु यो पनि क्यासै सरह भयो भनेको 672 भयो। अर्को मैले सिएनसी अफर 5 महिना पाइने भने त 20% सामान पाइने अफर कुरा गर्नुहुन्छ भने यो खान्तेलो यति खान्ते हामीले एउटा किन्दै गयो अवस्थामा चाहिँ जुन 4000 को भाउचर पाइन्छ मैले भनेको थिएँ नि यसको भागमा एउटा खान्तेको भाग कति पर्यो 160। मन्दन भागमा 5 रुपियाँ पर्यो होला त्यस जोडेर 4 भएको नि त भनेको त्यसै हिसाब गर्नु त्यो त्यसलाई 512 पर्यो। रेगुलर सामान किन्नलाई फाइदा छ मैले देखाउँछु यो तपाईँले के यसमा मैले चाहिँ प्रमोसन नगरे पनि अरूलाई नभने पनि रेगुलर सामान किन्दा त घाटा केही पनि छैन किनकि अटोमेटिक घरले 512 त भयो नि त सामान बाहिर चाहिन्छ त्यहाँ खपत भयो यता मिल्यो सबै कुरा मिल्यो। हेर्नुहुन्छ भने यसरी हेर्ने हो भने 2 लिटरको खानतेललाई 960 रुपियाँ पर्थ्यो एमआरपी चाहिँ हैन तर सिस्टमबाट तपाईँले किन्ने भने 2 लिटरको आरबिओ त्यसलाई 512 पर्नु भयो भनेको अब 1 लिटरलाई हिसाब गर्नुहुन्छ भने 256 पर्न गयो हैन। अब एक पोकालाई आफै हिसाब गर्नु कति पर्छ 125 26 कति पर्यो बाहिर अहिले एक पोकालाई 190 कति पर्दै 20% राम्रो अलि धेरै त पर्यो तर क्वालिटीको सामान हेर्नुहुन्छ भने यो तरिकाले तपाईँ पाउनुहुन्न। हामीले लोकल खाने तेलमा र यो सबै हिसाब गर्नु यो तरिकाले तपाईँ पाउनुहुन्न। यो अफर मैले यहाँसम्म के आएको भने यो सामान के रहेछ मैले बताएँ सामान कसरी किन्दा फाइदा यो बताएँ किनकि हामीले यही कुरा चाहिने यहाँ यसरी तपाईँले युज गर्नुहुन्छ भने यो पाउनुहुन्छ 100% पाउनु किनकि मैले अहिले भने नि मैले तपाईँको यहाँ तपाईँको हात यही मेरो गाला यही छ भनिसकेको छु मैले म ढुक्क छु नि त नपाइने भएर मैले त भन्दिनँ होला त्यत्रो आजले पिटेर म त के हुन्छ अर्को त आउनु सक्दिनँ होला यहाँ त फेरि ढुक्क छु नि म त यहाँ चाहिँ किन मैले त पाइँदैन भने त भन्नु सक्दिनँ मैले चाहिँ ढुक्क पाइन्छ यो त हजारले मैले दिइसकेको छु होइन। अब यसलाई तपाईँले पहिला चेक गर्नुहोस् पहिला चेक चाहिँ गर्नुहोस् पाइन्छ पाइँदैन चेक गरेपछि अब के गर्ने अब चेक गरेपछि यहाँ के हुन्छ अरूलाई भन्नु सुरुवात गर्ने अरू के यादै होइन यहाँ अरूलाई प्रमोसन गर्ने अरूलाई भन्नु कसरी भन्ने भन्ने कुरा चाहिँ होला कसरी सिस्टम राख्ने भन्ने कुरा चाहिँ होला यहाँ त्यो म अब सिकाउँछु। अब अगाडि बढ्नु त यही काम गर्दै गर्दाखेरि यहाँ तपाईँले हेर्नुहुन्छ यहाँ इन्कम हरेक महिना कति इन्कम गर्न सकिन्छ अब हेर्न सक्नुहुन्छ लाखौँ इन्कम गर्न सकिन्छ यहाँ गरिराखेका पनि छन्। हामी जस्तै मान्छेबाट टाउट भएर यहाँसम्म आएको हो यो होइन यसरी जानु चाहिँ के छ 1 लाख 1.5 लाख इन्कम गर्न सकिन्छ कसरी सकिन्छ अब त्यो जाम एकपल्ट अब फेरि अगाडि बढ्नु त लो म्याम। अब अगाडि हेर्नुहुन्छ भने यहाँ हामीलाई 9 तरिकाको आम्दानी आउँछ। अहिलेको पाटो भनेको मात्र सामान किन्दा फाइदा हुने पाटो अब अलि फरक छ अब कसरी पैसा आउँछतिर म गइराखेको छु कसरी एउटा इन्कम आउँछ भन्ने कुरा अब हेर्नुहोस् यसमा 60% जुन अहिले मैले भनेको थिएँ नि कम्पनीबाट 40 मा हिँड्थ्यो यहाँ 100 मा आउँथ्यो बिचमा होलसेलर डिस्ट्रिब्युटर के 60% खर्च हुन्थ्यो कम्पनीको प्रत्येक प्रोडक्टमा चाहिँ। अब त्यो 60% हामीलाई यहाँ कम्पनीले बाँड्दिने 60-35% बाँडिदिन्छ कसरी बाँडिन्छ 10% छुट भनेर बाँडिदियो यो जसले पनि पायो। अरू के पायो पर्फर्मेन्स बोनस भनेर काम गरे बापतको बोनस सामान लिए बापतको बोनस सामान अरूलाई भने बापत सुरुको स्टेटको बोनस 5 to 16% तपाईले पाउनुभयो 5 देखि 16%। अर्को के पाउनुभयो 3 नम्बरमा डाइरेक्टर बोनस भनेको छ यो भनेको यसलाई हामी डाइरेक्टर नै बन्नुपर्छ ब्रोन डाइरेक्टर भन्ने लेभल छ त्यो बोनसै पाइने बोनस हो यो। ब्रोन डाइरेक्टर बोनस भनेपछि वितरक कमिसन भनेर तपाईले पाउनुहुन्छ 15%। अब यहाँ बुझ्नुपर्ने कुरा के हो हाम्रो नेपालमा मानौँ हाम्रो कम्पनीले 1 महिनामा 10 करोडको कारोबार गर्यो मानौँ कसरी बाँड्छ भन्ने कुरा चाहिँ 10 करोड कारोबार गर्यो 10 करोडको 15% कति हुन्छ त 10 करोडको 15% कति हुन्छ त 1 करोड 50 लाख हुन्छ होला। त्यो 1 करोड 50 लाख चाहिँ ब्रोन डाइरेक्टर भन्दा माथिकोलाई बाँड्दिने हो। तपाईँ ब्रोन डाइरेक्टर सिटको के भन्ने लेभल छ यहाँ तपाईँले गर्नुभयो 2 लाख कारोबार मैले गरेँ 10 लाख कारोबार उहाँले गर्नु 5 लाख कारोबार उहाँले गर्नु 3 लाख कारोबार त्यसरी कारोबारको हिसाबमा सबैले बराबर बाँड्दै भने त मैले 2 लाख गर्दा म 50 पाएको छु तपाईँ 10 लाख गर्दा 50 पाउनु त्यो धेवला हो नि त फेरि भनेको त्यो 1 करोड 50 लाख त बाँड्ने कम्पनीले तर यहाँ
कसले कति बिजनेस भोल्युम कम्पनीलाई दिएको त्यसको आधारमा बाँडिदिन्छ हैन। यो पनि तपाईलाई क्लियर बताएँ मैले। अब त्यसपछि आउँछ लिडरशिप ओभरराइडिङ बोनस अब्बल नेतृत्व कमिसन 18%। यो भनेको यो बोनस भनेको के हो भन्दा कसको टिममा तल कतिले कमाउनु भएको छ यसको लागि तल 2 जना 3 जना 4 जना 5 जना उनीहरु इन्कम बोनस जति धेरै खुवाउँछको बल्ल उलाई बोनस आयो। किनकि यहाँ त त्यो नगर्दिन के हुन्छ एक्लै कमाउनु खोज्छ। यहाँ सिस्टम अरूलाई फरक बनाइदिन्छ कि अलिक दुःख पनि छ नबुझ्दासम्म चाहिँ भनेको जस्तै अब नयाँ आउनुभयो सर हरिसर आउनुभयो उहाँले इन्कम गर्दा अझ हाम्रो इन्कम पनि बढ्छ फेरि त्यो गर्दा हामी सपोर्ट गर्न तयार छौँ हैन। यो भनेको यो आफ्नो टिममा कतिलाई कमाउनु उसले दिइराखेको त्यसको आधारमा उसले बोनस पाउँछ त्यसलाई भन्छ लिडरशिप ओभरराइडिङ बोनस। अर्को भनेको टिम बिल्डिङ बोनस टिम विस्तार बोनस। आफ्नो टिम कसरी उसले टिम विस्तार गर्न सिकाएको टिममा चाहिँ त्यसको आधारमा 3%। अर्को ट्राभल फन्ड भनेको अहिले सरले भन्नुभयो विदेश घुम्नलाई फन्ड जम्मा भएको छ भन्नुभएको छ त्यो एउटा लेभल पुगेपछि अहिले अगाडि आउँछ त्यसमा 3% पाउनुहुन्छ। अर्को कार फन्ड 5% कम्पनी दिन्छ। अर्को हाउस फन्ड 3% दिन्छ। अर्को इलाइट क्लब बोनस गरेको दिन्छ 2% दिन्छ। अब यसभन्दा अगाडि अब हेर्नुहोस् कसरी पाइन्छ सेभिङ ओन कन्जम्पसन 10% भनेको अब यो त 9 प्रकारको यसलाई म अब तपाईलाई इलाबोरेट गर्छु मैले। यो भनेको सुरुकै अब यसलाई बुझाउनु पर्छ त्यसलाई यो 10% बुझाउनु पर्छ। अब त्यही कुरा हो यो एमआरई बाट छुट हुन्छ 10% छुट हुन्छ। अगाडि बढाउँ त मैले मको अलिक रोक्दैबाट मको राखेको छु यहाँ डाबर भनेको राखेको छु। मान्छेलाई के लाग्छ भने एमआरपी चाहिँ आफ्नो मनको मनोगणन्ती राख्दै होला कम्पनी अनि डिस्काउन्ट गर्दा भन्ने लाग्छ। डाबरको म बाहिर गएर किन्नुहुन्छ एमआरपीमा यहाँ नै पाइन्छ। यहाँ किन्नु भने केही न केही सस्तो पाइन्छ आफै गएर हेर्नुहोस्। मनोगणन्ती कम्पनी राख्न चाहिँ पाउँदैन किन अहिले भने मन्त्रालयले हेरेको छ विभागले हेरेको छ त्यतिकै मनोगणन्ती गर्न चाहिँ पाउँदैन। तर केही न केही 10% सम्म 10% सम्म तपाईले छुट चाहिँ पाउनुहुन्छ। कुनैमा 2 होला कुनैमा 3 होला कुनैमा 4 होला कुनै 5 होला कुनैमा 8 कुनै 10 होला बढीमा 10% सम्म छुट पाउनुहुन्छ। अगाडि बढौँ त अब फेरि दोस्रोमा के थियो अहिले मैले भने नि दोस्रोमा के थियो के दोस्रोमा म बोलेको एकदम राम्रो लाग्यो दोस्रो हेरेर गर्नुभयो के पुरै बिर्सिनु भयो। पर्सनल बोनस हैन पर्सनल बोनस छ कतिदेखि कतिसम्म 5 देखि 16 सम्म। अब यहाँबाट अलिकति ट्विस्ट कुरा के छ भने पीबी भन्ने कुरा यहाँ बुझ्नै पर्छ। अगाडिसम्म नबुझ्दैन हुन्थ्यो अब आफूले अगाडि बढ्नलाई पीबी भन्ने कुरा पढ्न पर्छ। 60 रुपैयाँको सामान लिँदै गर्दा 1 पीबी हुन्छ मोटामोटी कुनैमा नहोला तर एभरेजमा हेर्दाखेरि चाहिँ। अब यो आधारमा हेर्नुहुन्छ भने 1 पीबी देखि 579 पीबी सम्म तपाईले कारोबार गर्दै गर्दाखेरि 5% तपाईले फाइदा पाउनुहुन्छ। 600 देखि 2379 पीबी सम्म कारोबार गर्दै गर्दा तपाईले 8% फाइदा पाउनुहुन्छ। 2400 देखि 5479 सम्म कारोबार गर्दै गर्दा तपाईले 12% फाइदा पाउनुहुन्छ। र 5500 देखि माथि कारोबार गर्दै गर्दा तपाईले पाउनुहुन्छ 16%। अब यहाँ हेर्नुहुन्छ भने यहाँ मैले देखाएको छु मानौ 6 जना साथी तपाईले भन्नुभयो सामान लिनको लागि भन्नु मानौ है 6 जनालाई यो महिना तपाईले आफूले 100 रुपैयाँ लिनुभयो हैन। अब मानौ यो तपाई हुनुहुन्छ तपाईले 6 जना साथीलाई भन्नुभयो तपाईले 100 रुपैयाँको सामान लिनुभयो र बाँकी त 6 जना साथीलाई पनि 100 रुपैयाँकै सामान उहाँहरुले लिन तपाईले सिकाउनु भयो। यो गर्दा फाइदा रहेछ भने बुझाउनु भयो। टोटल कारोबार कति भयो त 700 भयो हैन। 700 पीबी कारोबार गर्दै गर्दा तपाईको लेभल कहाँ भयो त के भयो लेभल 8% भयो। किन 600 भन्दा माथि तपाईको पोइन्ट आयो 700 भयो। यो आधारले तपाईको लेभल बढ्ने यहाँ हैन। अब 8% तपाईले फाइदा पाउनुहुन्छ। तपाईको साथीहरुले पनि 100 पीबी लिनु भएका उहाँहरुले 5% पाउनुहुन्छ। फेरि आफूले किनेको नि 5% उलाई आयो। अब यो मान्छेले के बुझ्छ म 8% भए अब यो बाँकी 600 700 के 8% आउँछ यो चाहिँ हामी गलत हो। फेरि आफूले किनेको चाहिँ 8% आयो आफूभन्दा तल 5% छ भने 8 मा 5 घटाउनुस् 3% आयो तलबाट 3% गयो।
मान्छेले के भन्छ भने यहाँ माथिकोलाई झ्याम्मै आउँछको होइन, पहिला तलकोलाईबाट बाँड्दै माथि आउने। अब यो पर्सनल बोनस मेरो हेर्नुहुन्छ भने यहाँ लिडर पर्सनल बोनस कसैको 1000 1200 1500 2000 पनि आयो होला, तर मेरो कति आउँछ अहिले? त्यही 3-400 आउँछ। किन आउँछ अब तपाईँलाई बताउँछु। यो अफर भने यो हेर्नुहोस्, म पनि 16% नै हो। यो पर्सनल बोनस पाउने म पनि 16% नै हो। म पनि 16%, मेरो 6वटै ग्रुप केमा छ? 16% छ। यहाँबाट किनेको मलाई पर्सनल बोनस आउँदैन। लेभलको हिसाबले आफ्नो एउटा क्राइटेरिया बनाइदिएको छ भनेको यो अगाडि यो चाहिँ यो बोनस भन्ने त नयाँ नयाँ व्यक्तिहरूलाई दिउँ भनेर निकालिदिएको बोनस हो। यो पनि तपाईँले अहिले क्लियर बताएँ। अब यसमा अगाडि जाम त एकपल्ट। अब यो बोनसलाई तपाईँले हेर्न सक्नुहुन्छ भने अझै अगाडि जाम त। अब यहाँ हेर्नुहुन्छ भने 1 पिबीदेखि के कुरा हो, अब रिपिट गरेँ मैले। 579 पिबी हामी कारबार गर्दै गर्दा हाम्रो लेभल के हुन्छ? लेभलको नाम हो डिस्ट्रिब्युटर। म त्यही भने डिस्ट्रिब्युटर हैन, नयाँ हुनुहुन्छ डिस्ट्रिब्युटर, तपाईँले पाउनुहुन्छ 5%। र 600 देखि 2379 सम्म कारबार गर्नुहुन्छ, तपाईँ पाउनुहुन्छ के? लेभल। कुन लेभल पाउनुहुन्छ? सिनियर डिस्ट्रिब्युटर, तपाईँले पाउनुहुन्छ 8%। र 2400 पिबी देखि 5479 पिबी सम्म कारबार गर्नुहुन्छ, तपाईले पाउनुहुन्छ 12% तपाईँको फाइदा क्यासै पाउनुहुन्छ। तपाईँ लेभल पाउनुहुन्छ एसिस्टेन्ट डाइरेक्टर। 5500 देखि माथि कारबार गर्दै गर्दा 1 महिना 2001 पनि हुनु पर्यो, त्यो गर्दै गर्दा तपाईँ पाउनुहुन्छ ब्रोन डाइरेक्टर। अब यहाँ अलिकति यहाँ बुझ्नुपर्ने कुरा के छ भने यो अघि नै भन्ने कुरा हो। यो यहाँनिर कुरा के छ, 1 महिनामा यहाँ 282 भएछ, 300 पिबी चाहिँ हुनु पर्यो। यहाँ 300 पिबी कारबार गर्दै गर्दा 1 महिनामा पुग्नुहुन्छ 8%। हाम्रो म्याम यहाँ अगाडि हुनुहुन्छ, यहाँ स्वाति पौडेल म्याम हैन, उहाँले पनि 1 महिना कारबार गर्नुभयो, उहाँ पुग्नुभयो। सिनियर डिस्ट्रिब्युटर 8% हैन। अब यहाँ हेर्न सक्नुहुन्छ 1 महिना तपाईँले 5500 गर्नुपर्ने थियो भने 1 महिनामा 45 पिबी गर्नुभयो भने तपाईँ सिधै पुग्नुहुन्छ ब्रोन डाइरेक्टर। हाम्रो रुकुमको सर हुनुहुन्छ उहाँ उमेन्द्र खरेल सर, उहाँ पनि 1 महिनामा ब्रोन डाइरेक्टर पुग्नुभयो। अब यो हलमा 8% को हुनुहुन्छ अगाडि आउँदै पढो। यो हलमा 8% हुने त अगाडि आउँदा 8% सिनियर डिस्ट्रिब्युटर हुने अगाडि आउँदा उहाँहरूलाई जोरदार ताली दिनु होला। सिनियर डिस्ट्रिब्युटर को हुनुहुन्छ? सिनियर डिस्ट्रिब्युटर 8% अगाडि आउँदा। अरू पनि हुनुहुन्छ अगाडि आउनु होला। उहाँहरू लेभल पुग्दै गर्दा हामी उहाँहरूलाई कम्पनी सरले भन्दा हामी कम्पनी सम्मान गर्छौँ यो लेभल अनुसारले पनि। यो सम्मान गरिदिनको लागि उहाँहरूलाई चाहिँ हाम्रो पदम खनाल सर र लुमा म्यामलाई म अनुरोध गर्न चाहन्छु, उहाँहरूलाई खादा अब लगाइदिनु होला र जोरदार दिनु होला उहाँहरूको लागि चाहिँ। एट 8% हुने अझै कोही हुनुहुन्छ नि आउनुलाई, किनकि हामीले नाम चाहिँ बोलाएको तपाईँलाई आफैलाई थाहा होस्। अब किन यहाँ नेम केही टिपेको छैन, मैले लिएको पनि छैन, तपाईँले आफैले कसलाई थाहा रहेछ लेभलको आफू कहाँ पुग्नु भएको थाहा पनि हुन्छ। यहाँ मैले यहाँ केही भनेको छैन, आफै तपाईँ आउनु सक्नुहुन्छ। फेरि नाम लिएन त फेरि अहिले मैले हेर्छु यहाँ तपाईँ आफ्नो लेभल अनुसार यहाँ आउनु भएको रहेछ, लास्टमा हेरेर तपाईँलाई नचाउँछ, फेरि नाच्नुपर्छ। 8% को हुनुहुन्छ यहाँ चाहिँ आउनु है। यहाँ एउटा फोटो चाहिँ खिच्नु हामी यसो म्याम आउनु त, पदम सर आउनु, एउटा फोटो खिच्नु त कसैले मोबाइल चाहिँ तपाईँको थ्याङ्क यू सो मच शान्ति म्यामलाई। सरहरू पनि जान सक्नुहुन्छ म्याम, तपाईँ बस्नु। तपाईँहरू त अब यहाँ उहाँहरू 8% पुग्नु भएको, खुसी हुनुहुन्छ? खुसी हुनुहुन्छ? उहाँहरू खुसी हुनुहुन्छ भन्नुभएको, उहाँहरू नचाउनुपर्छ। अब हेरौँ न त कति कति खुसी हुँदैछ होइन। नचाउने कि के गर्ने? नचाउने हो सर, नचाउने भन्नुभयो होइन। सर नाच्ने खालि के भन्छ अरे नाच्ने हेरौँ न होइन, रमाइलो गरौँ होइन एकछिन। त्यही भएर उहाँ नाच्ने भन्दा नाच्न अलिक पछि तिमीलाई सरले गीत त्यहाँ हेर्दै हुनुहुन्छ।
त्योभन्दा अगाडि चाहिँ सस्तीमा मलाई यो कस्तो लाग्यो बिजनेस के सोध्नु भएको छ भोलि कहाँ पुग्न खोज्नु भएको छ अथवा ठिकै लाग्यो के सबैले मनदेखि के आइरहेको थोरै आफ्नो सेयरिङ गर्नु होला कहाँदेखि सुरुवात गर्नुभयो कस्तो लाग्यो कसरी सुरुवात गर्नुभयो थोरै सेयरिङ गर्नु होला म्याम। थ्याङ्क यू सो मच। गुड मर्निङ सबैजनालाई। मेरो नाम सरस्वती पौडेल हो। म यहीँ सृजनजोगमा बस्छु। मेरो घर चाहिँ निजगढ 12 अनि म यो हेलिबल नेपालमा लागेको कम्ती 4-5 महिना भयो। म अहिले भर्खर 8% लेभलमा पुगेको छु र मलाई यो हेलिबल लगाएपछि सबभन्दा पहिला प्रथम त मलाई यहाँको तेल सरफ सामानहरू एकदम मन पर्यो। मैले युज गरेपछि पो थाहा हुन्छ नि त। पहिला प्रथम मैले युज गरेँ र सप्लिमेन्टहरू चाहिँ थोरै खाएको छु। मैले धेरै चाहिँ खाएको छैन र मैले अरू साथीहरूलाई पनि सेयर गर्दाखेरि उहाँहरूले पनि जस्तो मैले जे सेयर गरेँ उहाँहरूलाई त्यही भन्दाखेरि उहाँहरूलाई पनि त्यही राम्रो लाग्यो भन्नुभएको छ र अबको दिनमा अझै अगाडि बढ्दैछौँ। यो खाता भनेको हामीलाई जिम्मेवारी हो। अझ अगाडि बढौँ भनेर उहाँहरूले हामीलाई यो जिम्मेवारी दिनुभएको हो। अब जिम्मेवारी दिएपछि अवश्य पुरा गर्नुपर्छ र म पुरा गर्नेछु एक दिन। के अरे घाँटी पनि दुखेछ र अनि हामीले अब बल्ल एक खुड्किला टेकेको छौँ। 9वटा खुड्किला टेक्न बाँकी नै छ। धेरै दुःख गर्न बाँकी छ। सरहरूले पनि दुःख गर्दा यो ठाउँमा आउनु भएको हो र हामी पनि दुःख गर्नुपर्छ। सरहरू कति दुःख गर्नु भएको छ योभन्दा अगाडिको दिनमा। तर अब हामीले त्यति दुःख गर्न चाहिँ पर्दैन किनकि पहिलाको र अहिलेकोमा धेरै फरक छ र त्यही भएर हामीलाई धेरै सजिलो छ धेरै राम्रो पनि हुन्छ र हामी धेरै सक्दो हामीले अगाडि बढ्नुपर्छ पछाडि हट्नुहुन्न। जति हामीले अगाडि बढ्यो त्यति हामी सफलता हुन्छ र पछिका दिन हेर्ने होइन पछिका दिन के भयो। मैले पनि धेरै दुःख गरेर आएँ। अब दुःख नगर्ने र साथीहरूलाई सेयर गर्ने आफू पनि खुसी हुने अरूलाई पनि खुसी बनाउने आफूले सपना देख्ने अरूलाई पनि सपना पुरा गर्ने भन्ने मेरो यही सोच छ। थ्याङ्क यू सो मच सन्तोष सर। ओके थ्याङ्क यू सो मच गङ्गा म्याम। गुड मर्निङ नमस्ते सम्पूर्णलाई उपस्थित हुनुभएका सर म्यामहरूलाई। मेरो नाम गङ्गा गुरुङ। मेरो घर स्याङ्जा गोइरघारी। अहिले म बस्ने यही पोखरा बुद्ध चोक है। अनि सर्वप्रथम भन्नुपर्दाखेरि म जोइनिङ भएको मेरो मामा धनबहादुर सर थ्रुबाट हो। अनि मलाई सिकाउनु भएको डुमा म्याम पदम खनाल सबै हुनुहुन्छ है। अनि यसै क्रममा म भन्न चाहेँ कि मेरो त अब खासै त्यो उस त थिएन है। अनि अचानकै मामाले जोइन गर्नुभयो रहेछ। अनि 1 महिना पुगिसक्दा मलाई थाहै छैन क्या मेरो तल टिम गइसकेको रहेछ। अनि दिदी पनि टिमबाट नि 50-60 पिप आइसक्यो रहेछ। अनि त्यसैले डुमा म्यामहरूले एक दिन आउनुभयो। अनि आउनु भएर अनि तिम्रो यस्तो भइसक्यो लौ के हो भन्दाखेरि अनि मैले नि ठिकै छ त नि अब बाहिर गएर काम गरेँ अर्कोको अन्डरमा काम गर्न पर्ने। त्यसैले भयो अलि मलाई यसले पनि टाइम दिएर हेरौँ भन्दा म 1 महिना नपुग्दै म 300 पिबी ल्याएर म सिनियर डाइरेक्टर पुगिसकेको रहेछु। मलाई नै थाहै थिएन। एक दिन अचानक पदम खनाल सर आएर अनि अफिसमा बोलाउनु भयो रहेछ म्याम थ्रुबाट। अनि थाहा पाएर जाँदाखेरि त तिम्रो यति भइसक्यो रहेछ ल म्याम भनेर अनि उहाँले भन्नुभयो। मलाई त्यति बेला अचानक थाहा भयो कि 8% पुगेको नि। अनि त्यसैले म के अरे राम्रै छ यहाँ। अब आफूले अलिकति मेहनत गर्नु पर्यो है। सुरुमा जग हाल्नको लागि हामीलाई अब जसरी घर बनाउन जग हाल्नुपर्छ। अहिले त हामी सानै उसमा छौँ अलि गाह्रो हुन्छ। कहिले यसो मान्छे जोडिँदै जाँदाखेरि त्यही सिएनसीको बारेमा भन्दाखेरि अलि मन खिन्न हुँदो रहेछ कि ट्याबमा अलि नगरिँदाखेरि। अनि पछि फेरि भन्न पर्दा फेरि आफै सानो भएर अलि उनीहरूलाई फेरि उगाउन फेरि अलिक उसै हुँदो रहेछ क्या मन। अनि त्यसैले ठिकै छ। अब यहाँ आउँदाखेरि अब सुरुमा त्यही हो आइडी बनाउन सिक्नु पर्यो। फर्स्टमा आइडी बनाउने अरूलाई सामान आफूले के युज गरे त्यो भनिदिने। सुरुमा त्यही खाने तेलबाट साबुनबाट हो हामी सबैजनाले सुरु गर्ने है। सुरुमा त्यही हामीले नबुझ्ने बेला सप्लिमेन्ट्सहरू एकैचोटि खाऊ भन्ने नै सकिँदैन। एकैचोटि आफूले नि उगाउन नसकिँदो रहेछ। अनि त्यसो गर्दा मैले लुवा म्यामहरूबाट सिक्दाखेरि यही सदाबारीहरू पोतोको लागि युज गरेँ। अब 2टा पजै खाइसकेँ है। खाइसक्दाखेरि मेरो पोतो पनि यति हल्को भएर अहिले मास्क नलाइकन हिँड्न सक्छु कि म बाहिर। पहिला मास्क खोल्न यति लाग्थ्यो। म हाम्रो पोखराको यो 2 गतेको त्यो त्यहाँको कार्यक्रममा जाँदाखेरि सबैले मास्क खोला मलाई यति लाज लाग्ने। माइकमा यसरी बोल्दैछ मेरो मास्क छोपेर बोल्दो रहेछ है। मलाई त थाहै नै
यति लाज लाउने क्या यो मास्क खोल्नलाई। अहिले म यतिको मास्क खोलेर हिँड्न सक्ने भएछु। हस् त, धन्यवाद। ओके, थ्याङ्क यू सो मच म्यामहरूलाई। तपाईँ जान सक्नुहुन्छ है, अहिले जानु होला। नचाउने कुरामा त अहिले लास्टमा गरौँ न। अब यसपछि अगाडि बढौँ। यो अब मैले थोरै कुरा के गर्न चाहेँ भने यसमा अलिकति लेभल अप हुने कुरा लास्टमा सिकाउँछु एकपल्ट। अगाडि जाऊँ त। ए चार्ज गर्नु त। ठिक छ। अब यहाँ तपाईँले के बुझ्नुभयो भने किनकि यो तपाईँले अहिलेसम्म जस्तो मैले भन्नु खोजेको अब हाम्रो सरको नाम के भन्नुहोस् र अघि? सरको नाम भीमबहादुर सर। भीमबहादुर सर हुनुहुन्छ। उहाँले अहिलेसम्म आफूले तपाईँको पसल छ केही छैन होइन, तर तपाईँले पनि कोही व्यक्तिहरूलाई सामान कहाँ किनेर यहाँ किनेर त बताउनु भएको अहिलेसम्म त। अरू यहाँ जाँदा भन्नुभयो यहाँ फल्नको सक्छु के त भन्नुभयो होला। त्यो गर्दै गर्दाखेरि त 15-20 सामान त तपाईँ पनि अरूलाई त जहाँ भन्नु तपाईँको थ्रुबाट कसरी सामान किन्दै होला नि। तपाईँलाई केही फाइदा देखाएको? तपाईँलाई केही फाइदा देखाएको अरूले? देखाएन, तर हामीलाई दिने आश पनि छैन फेरि। त्यो सिधा कुरा गर्दा है त्यताबाट भन्नु मतलब। तर यहाँ कम्पनीले अटोमेटिक यो सिस्टम उहाँलाई पनि आश गरेको होइन, अटोमेटिक गर्दाखेरि पुगेको लेभल हो। यसभन्दा माथिको लेभल छ, हेर्न सक्नुहुन्छ। यसभन्दा माथि उहाँले अहिले म के भन्दा सिनियर डाइरेक्टर भन्नुभयो, सिनियर डिस्ट्रिब्युटर हो तपाईँहरू। 8% चाहिँ सिनियर डिस्ट्रिब्युटर हो होइन। अब यसपछि यहाँ हुनुहुन्छ हाम्रो थुप्रै हुनुहुन्छ। अगाडि बढ्नुहुन्छ सुभाष राणा सर, उहाँ पनि सिनियर डिस्ट्रिब्युटर हुनुहुन्छ। अगाडि बढ्नु त। हरिनारायण शर्मा सर उहाँ इन्डियादेखि हुनुहुन्छ। हाम्रो लेभल सबै अगाडि बढ्नु त। अगाडि अझै यहाँ नाम अझै अगाडि जानु त। हजुर यसपछिको लेभल छ एसिस्टेन्ट डाइरेक्टर भन्ने लेभल छ। अब एसिस्टेन्ट डाइरेक्टर लेभल पुगेको को हुनुहुन्छ त? यहाँ चाहिँ एसिस्टेन्ट डाइरेक्टर लेभल पुगेको को हुन्छ? अगाडि आउनु होला। एसिस्टेन्ट डाइरेक्टर पुगेको को हुन्छ? अगाडि आउनु होला है। कोही हुनुहुन्न? अगाडि आउनु सर। तपाईँ पाउँछ केही नहुनु होला है। आफै कोले जान्नु म हेर्दैछु कि यहाँ। सरलाई जोड तालिदिनु होला, उहाँ आफू आइसक्नु भएको छ। एसिस्टेन्ट डाइरेक्टर लेभल को पुग्नु भएको छ? मुना म्याम तपाईँ कहाँ पुग्नुभयो? पर्वा म्याम तपाईँ कहाँ पुग्नुभयो? तपाईँ अगाडि आउनु। तपाईँ पुग्नु भएको एसिस्टेन्ट डाइरेक्टर। पदम छ को पुग्नु भन्नु त यहाँ हेरेर। सुमनको कति भएको छ? 12% भएको छ। कसको? सुमन। ए अ 12 हो। पनि हो। अगाडि आउनु, अगाडि नाम भन्नु त। अगाडि आउनु। हामी आउनु सर। एसिस्टेन्ट डाइरेक्टर हो तपाईँहरू। आधा वर्ड सम्झिनुहोस् है तपाईँ के हुनुहुँदैछ। अगाडि आउनु। अगाडि मुना म्याम पनि अगाडि आउनु। अनि हाम्रो सुमन सर पनि अगाडि आउनु। उहाँहरू एसिस्टेन्ट डाइरेक्टर लेभल पुग्नु भएको छ होइन। अगाडि आउनु। छिटाउ। त यो अचम्म छ होइन त, नयाँ साथी उहाँ थाहै छैन। एसिस्टेन्ट डाइरेक्टर पुग्नु थाहै छैन। अचम्म छ कि यहाँ सामान अब तल के हुँदा पुगिन्छ। अब के गर्छ त्यस्तै हो। अब उहाँहरूलाई पनि सम्मान गर्नको लागि चाहिँ पदम खनाल सर मैले अनुरोध गर्न चाहन्छु। जोडा तालिदिनु होला। उहाँलाई खादा अफिस लगाइदिनु होला। पदम सर, हाम्रो भीमबहादुर थापा सर, पर्वा पहाडी, मुना गौतम, सुमन पहाडी। ए यस मैले बल्ल बुझेँ। ल सरलाई पनि बधाई छ। ए ओके, म्यामलाई पनि बधाई छ। ल म्यामलाई पनि बधाई छ, सरलाई पनि बधाई छ। ल उहाँलाई जोडा तालिदिनु होला। उहाँसँग हामीलाई फोटो खिच्नलाई अब शान्ति नै होला।
अब सरबाट जान्न चाहे तपाईँलाई कस्तो लाग्यो यो लेभलमा आउनु भएर थाहा थियो कि थाहा थिएन होइन के लाग्यो थोरै सेयर गर्नु होला। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ सुमन पहाडी। म यहाँ लेक साइडमा मेरो पास्टर साथ चाहिँ लेक साइड हो र म चाहिँ यो प्रोग्राममा फर्स्ट टाइम आएको हो, त्यही भएर मलाई अलिकति न्यू पनि लागिरहेको छ। म आफूलाई नै थाहै थिएन कि म यो सिनियर डिस्ट्रिब्युटरमा प्रमोटेड भएको छु भनेर। र थ्याङ्क यू। अब यो प्रोग्राम हेर्दाखेरि सबै राम्रो लागिरहेको छ र प्रडक्टहरूको बारेमा बिस्तारै हामी पनि बिस्तारै अघि लाग्छौँ, अघि बढ्नेछौँ भन्ने मेरो प्रतिज्ञा छ। हजुर, धन्यवाद। सबैजनालाई गुड मर्निङ, नमस्ते। म यसमा लिभिङमा जोइन भएको लगभग 1 वर्ष जति भयो। अनि त्यति काम समय दिन पाएको छैन। मैले मेरो पार्ट टाइम जब हो, त्यही भएर एकदमै धेरै धेरै धन्यवाद। म सन्तोष सर, शान्ति म्याम, रुमा म्याम, पदम सरलाई एकदमै हृदयदेखि धन्यवाद गर्नुपर्छु। यो इन्ट्रेस्टमा ल्याउनु भयो, मलाई धेरै गाइड गर्नुभयो। अनि हेल्दी लिभिङको सामानहरू त म पहिला आफैले युज गरेँ, अरूलाई सेयर गर्दैछु। यति नै भन्न चाहेँ। धन्यवाद। गुड मर्निङ सबैजनालाई। म हेल्दी लिभिङमा आएको चाहिँ लगभग 1 वर्ष जस्तै हुन लाग्यो। यसमा चाहिँ सबभन्दा मलाई पहिला हेल्दी लिभिङमा जानुपर्छ है भनेर मलाई यसमा सहभागिता गराउनु भएको मुना म्याडमले हो। त्यसपछि अब बिस्तारै पदम सरलाई भेटियो। पदम सरसँग अब भनौँ न, उहाँले हामीलाई चाहिँ सिकाउनु भयो, यहाँ गएर यस्तो गर्नुपर्छ, यसरी हो भनेर उहाँले गाइड गर्नुभयो। उहाँ गाइड गर्दा गर्दै अब शान्ति म्याडमले भेटियो, लुमा म्याडमले भेटियो, हजुरले सन्तोष सरलाई नै भेटियो होइन। त्यसमा भेटेपछि सबैजनाले सिकाउनु भयो। अनि त्यहाँ गएर अनि पहिला त कस्तो हुँदो रहेछ भने अब आफूले सामान किन्नु पर्दो रहेछ होइन। सामान किन्दाखेरि मैले पहिला 100 पिबीकै किनेको थिएँ फर्स्टचोटिमा। साबुन स्याम्पूहरू किन्दाखेरि साबुन स्याम्पू एकदम राम्रो लाग्यो। तेल पनि किनेको थिएँ, तेल पनि एकदम राम्रो लाग्यो। साबुनहरू सबै राम्रो लाग्यो। अनि त्यो साबुन राम्रो लागेको भएर मैले आफ्नो साथीहरूलाई पनि भनेँ, ए साबुन राम्रो छ, स्याम्पू राम्रो छ भनेर सबैलाई भन्दाखेरि अहिले उहाँहरूले मलाई मोइस्चराइजर ल्याइदिनु न, सरफ ल्याइदिनु न भनेर उहाँहरूको जुन आइडी नै बनेको छैन। उहाँलाई आइडी बनाउनु भन्न त मैले भनिरहेको छु, तर पनि उहाँले के भन्नुहुन्छ भने तपाईँकै आइडीबाट ल्याइदिनु भयो, हामीले त सामान राम्रो लाग्यो भनेर मैले अघिल्लो महिनामा पनि 5000को सामान उहाँहरूलाई लैदिएको आइडी बिनाको। त्यसरी राम्रो सामानहरू एकदम राम्रो छ। अब गर्दै जाउँ, अब गर्दै जाँदा कतिसम्म सकिन्छ गरिराखिएको छ। सबैले साथ दिनु होला। थ्याङ्क यू सो मच भन्न चाहन्छु। सबैलाई गुड मर्निङ। मेरो नाम भीमबहादुर थापा, मावि गाउँपालिका वडा नम्बर 6। हाल म चाहिँ महानगरपालिका वडा नम्बर 13 म बसोबास गरेको अहिले लगभग 12 वर्ष जति भयो होला। र म पनि अहिले चाहिँ यो प्रोडक्समा चाहिँ लागेको लगभग वर्ष 3 वर्ष त माथि भयो। ठ्याक्कै चाहिँ यति भयो भनेर चाहिँ नभनौँ। कारण किनभने हरेक समस्या बिचबिचमा चाहिँ हरेक समस्याहरू चाहिँ आइपर्न आउने भएको हुनाले चाहिँ म चाहिँ अहिले चाहिँ त्यति साह्रै चाहिँ फुर्सद निकालेर चाहिँ हरेक बढ्नाले समयले चाहिँ नदिएको अनुभूत लिइरहेको छु। त्यही पनि फुर्सदको टाइममा मैले समय मिलाएर छरछिमेक इष्टमित्र लगायत कतिपय साथीभाइहरूलाई भनसुन गर्ने, सरसल्लाह रायसल्लाह दिने क्रम चाहिँ जारी नै छ। र फेरि पनि मेरो हैसियतले चाहिँ म 1 वर्षभन्दा बढी लगाइसकेको व्यक्ति यहाँसम्म मैले चाहिँ अलि
साथीहरू चाहिँ पोटरहरू जम्मा गरेर चाहिँ अगाडि बढाउन अलिक कमै भएको मैले महसुस गर्छु। तर आफ्नो हिम्मत चाहिँ हारेको छैन। आफ्नो समस्याको अनुकूलले गर्दाखेरि, समस्याको अनुकूल भन्नाले आफ्नै भित्रै चाहिँ धेरै ठुल्ठुलो घटनाहरू चाहिँ हुन गएको कारणबाट नै हो। सानोतिनो व्यवसाय सम्बन्धी हो भने त त्यसलाई चाहिँ अब जसरी नि दायाँ बायाँ गरेर निम्ताउन सकिन्थ्यो। अब त्यसकारण अब सबै चाहिँ यो अहिले चाहिँ मलाई चाहिँ यहाँसम्म ल्याइपुर्याउने हाम्रो पदम सर को दायित्व हो पहिले सुरुमा, र त्यो पछाडि हाम्रो लोहे म्याडम, उहाँ दुईजनालाई नै मेरो समयको तर्फबाट चाहिँ मुरी धन्यवाद दिन चाहन्छु। र आजको हाम्रो चाहिँ सर सन्तोष सरको क्लासबाट चाहिँ हामीलाई यहाँसम्म चाहिँ बोलाएर चाहिँ केही कुराहरू चाहिँ हाम्रो साथीभाइको चाहिँ सामु चाहिँ हामीलाई चाहिँ उभाएर चाहिँ दुई चार कुरा चाहिँ हामीले भन्न दिने मौका दिनुभएको भने उहाँलाई पनि मुरी धन्यवाद। र यो हाम्रो पोर्टलको सामानको विषयमा पहिला सुरुमा त म आफूलाई पनि धेरै महँगो लागेको ठिक साँच्चै हो, तपाईँहरूलाई पनि यो चाहिँ लागेकै थियो होला। तर अहिले चाहिँ हामीले चाहिँ अब उहाँहरूले चाहिँ अहिले मात्रै नभइकन कतिपय चाहिँ ठाउँमा उहाँहरूको तालिमबाट चाहिँ हामीले बुझेअनुसार हामीले चाहिँ सामान खरिद गरेर घरमा लगेर चाहिँ त्यो सामान चाहिँ युजमा लिएको अनुसार चाहिँ सामान चाहिँ जे लयो त पनि सबै सामान चाहिँ ओरिजिनलै राम्रै खालको चाहिँ कम्पनीले बनाएको हो रहेछ भन्ने कुरो चाहिँ महसुस गरेका छौँ हामीले पनि। तर अरू सामान अरू दोकानमा चाहिँ किनेको तुलनामा हिसाब गर्ने हो भने होइन, उहाँले चाहिँ देखाएर पनि चाहिँ हामीलाई चाहिँ भनिसक्नुभयो। तर त्यो तुलनामा चाहिँ महँगै हो। तर महँगो भयो भने अब टिकाउ र नटिकाउ पनि हेर्नु पऱ्यो नि हामीले, होइन र त्यो तुलनामा लाँदाखेरि सामान पनि त्यति महँगो त होइन। जसै हामीले सामान चाहिँ हामीलाई चाहिएकै छ। उहाँले धेरै कुरा भनिसक्नुभयो। पुरानो मान्छेले चाहिँ गाईको घिउबाट चाहिँ तरकारी पकाएर खान्छु भने त तेल चाहिँ भन्ने कुरो त अहिले बनाएको चाहिँ बनाउनु त हो नि। तोरीको तेल पनि ओरिजिनल भन्छ, तर त्यो पनि हामीले छरेर चाहिँ बनाएको त हो नि। गाईको यो त गाईको घिउ, भैँसीको घिउ भन्ने कुरो त हिजोको चाहिँ ओरिजिनल हो। त्यस्तो चिज त अहिले चाहिँ पाउँदैन। तर त्योभन्दा पनि अब तेल खानै छ भने अब त्यो अलिकति त्यो डुप्लिकेट किसिमको खानु र अलिक ओरिजिनलै टिकाउको चाहिँ खानुमा किनेर चाहिँ हामीले खानुमा अब फरक छ। त्यो कुरा हामीले बुझ्नु पर्यो। अब स्वास्थ्य बिमारी अब को लागि चाहिँ अब हामीले चाहिँ अब सबै हामीले हेर्दाखेरि सबै एक मासको देख्छौँ। तर एक मास भए तापनि हाम्रो कुनको पेटभित्र चाहिँ अब के खालको चाहिँ कस्तो किसिमको बिमारी भइरहेछ भन्ने कुरो त हामी सबैलाई चाहिँ अब थाहा त छैन। कृपया चाहिँ यहाँ बहिनीले म्याडमले भनिसक्नु भयो। अब उहाँ चाहिँ के सुगरको के को बिमारी कालोपतोको बिमारी थियो। अनि त्यो चाहिँ अहिले यहाँबाट चाहिँ दबाई लगाएर चाहिँ खाएपछि यति साह्रै खुसी लागेको छ। त्यो दबाईले चाहिँ सन्चो भयो भन्ने खालको चाहिँ के अरे अनुभव चाहिँ उहाँले चाहिँ यहाँ चाहिँ बताउनु भयो। त्यस्तै मैले पनि दाँतीकिरा सम्बन्धीको मेरो घरको श्रीमतीलाई म्याडमलाई चाहिँ दाँतीकिरा दुखेर चाहिँ यति ठुलो भइराख्ने कसै गरेर नै कुनै अब हास्पिटल हेर्ने हो भने त पोखरा भेलीमा जतिन्छ। तर जति राम्रो डाक्टर भए पनि अरू अब एउटा टाउको फक्ला पारेर दुई ठाउँमा पारेर पनि सत्य पारेर मान्छेलाई चाहिँ सन्चो बनाएर चाहिँ अब तन्दुरुस्त बनाइसक्ने डाक्टर पनि हामीसँग छ भने, तर त्यो मामुली त्यो ल्याइ त दाँतकिरा भनेको त मामुली हो। त्यो मामुली दबाई, त्यो दाँतकिराको चाहिँ दबाई चाहिँ तपाईँले चाहिँ अनुभव गर्नुभएको छैन। मैले धेरै अनुभव गरेको। दाँतकिरा लागेको दबाई सन्चो बनाउने दबाई नै चट्टै चाहिँ पाउँदैन।
र मैले यहाँ पदम सरलाई ल न सर यहाँ बेलामा त दाँतगिरा लाएर चाहिँ यस्तो भयो बिमारी भएको भयो के खुवाउने होला भन्दा अच्छा यो यहाँ आउनु म दबाई दिन्छु दबाई यहाँ म ल्याइदिन्छु तपाईँले लिएर जानु होला किनेर भन्नुभयो अरे र उहाँले त्यो भनेअनुसार त्यो 2 थरी दबाई चाहिँ किनेर लगेर त्यो उहाँले सिकाए अनुसार मैले चाहिँ खुवाएको 3-4 मैले घरको म्याडमलाई पनि सन्चो भयो प्लस अरू छरछिमेकी 2-4 जनालाई नि यस्तो भयो भने चाहिँ मसँग छ दबाई यहाँ हो म चाहिँ तरिकाले मलाई थाहा हुँदैन म चाहिँ यसरी सिकाएर चाहिँ बनाएर चाहिँ दिन्छु अनि त्यसले सन्चो हुन्छ त्यति भएन भने फेरि मसँग दबाई लिन म बनाइदिन्छु फेरि लगेर डबल खाऊ भन्दाखेरि भने पनि अनि त्यहाँबाट उसको नि अब दाँतीबाट लागेको चाहिँ सप्ताह सन्चो भयो कि भन्दाखेरि 3-4 जनालाई चाहिँ त्यो दबाईले सन्चो बनाएको छ मैले किनेर लागेको मलाई चाहिँ दुख बिहान हुँदाखेरि अब त्यो अनेक किसिमको चाहिँ अब पुरुषलाई महिलालाई अब धेरै किसिमको चाहिँ रोग लागेको त्यसको चाहिँ अब दबाईहरू पनि हामीसँग चाहिँ दबाईहरू कम्पनीमा प्रडक्टभित्र चाहिँ रहेछ तर हामीले चाहिँ किन्न जाने छैनौँ कि त्यो यो बिमारलाई त्यो दबाई खाएर सन्चो हुने रहेछ भन्ने चाहिँ हामीले ठ्याक्कै थाहा नपाएर होला कतिपय चाहिँ दबाई चाहिँ हाम्रो प्रडक्टमा चाहिँ पनि यो राम्रै खालको दबाईहरू मिल्ने रहेछ यो कुरा चाहिँ मैले थाहा पाएको अनुभव लिएको चाहिँ तपाईँहरूलाई चाहिँ मैले सेयर गरेँ र अबको दिनमा फुर्सद मिलेसम्म मैले मेरो काम के त भन्दा अब गाउँमा म पोखरा बस्यो भने गाउँमा चाहिँ बोलाइरहेको छ अब कोही खानेपानीको आलस्य भयो त के अरे के भयो अब उता के अरे वन समूहको भयो अनेक किसिमको चाहिँ अब कार्यक्रम चाहिँ हिँडिराख्नु पर्ने भएको हुनाले यसमा मात्रै ध्यान दिन पनि नसक्ने प्लस मैले फेरि पोखरा गइसकेपछि के काम गर्ने भनेर ब्रोइलर कुखुरा चाहिँ 1100 चाहिँ पाल्ने पनि गरिरहेको छु त्यो त पनि हेर्नै पर्ने सबै ठाउँमा हेर्नु पर्दाखेरि अलिकति ठ्याक्कै अलिक बढी मात्रामा समय दिन चाहिँ नसकेको मात्रै हो नत्र भने मन त एकदमै छ र हामी सबैको चाहिँ मन चाहिँ अगाडि बढाएर चाहिँ अरूले चाहिँ अब बोनसबाट चाहिँ अब विदेश नगइकन आयो पदम सरले भन्नुभयो म जापान जर्मन पनि मलाई जान चाहना छैन मलाई चाहिँ यही ठाउँमा बसेर 2 पैसा आफूलाई पनि हुने सबैलाई पनि हुने किसिमबाट चाहिँ गर्ने चाहना मेरो हो भनेर भनिसक्नु भएको छ किन उहाँले त्यस्तै चाहना हामी सबैको पनि हो तर चाहिँ नजाने कुरा सिकाउने उहाँहरूसँगै हो सिक्ने हो अब हामी पनि अब आफ्नो मनले चाहिँ अगाडि बढ्छु 2-4 पैसा नि होला आफूलाई घर चाहिने चाहिँ सामान पनि होला भनेर चाहिँ हिँड्ने हामी हो र अर्को कुरो अब हाम्रो यहाँ सरले मलाई 2-3 चोटि चाहिँ अब हिँड्नु भनिसक्नुभयो मलाई सोद्धाखेरि मैले जे छ अब तपाईँले भन्नुभयो हाम्रो कम्पनीले चाहिँ ढाड्न पटक्कै हुँदैन भनेर भन्नुभयो त्यस्तै म कम्पनी एक किसिमबाट म पनि कम्पनीभित्र त परेँ नि त परेको हुनाले अब मैले पनि ढाँटिनँ भन्नुपर्छ किनभने मैले यहीँबाट अब कम्पनीबाट मैले सामान लान्छु मैले अन्त सामानै खरिद गर्दिनँ भनेर मैले भन्न खोजेको त होइन तर त्यसो कहिले मैले यहाँबाट लान्छु कहिले छरछिमेकीबाट लान्छु मैले त्यसै भनेको अनि भन्दाखेरि होइन तपाईँ यहाँ आएर सामान नलागिकन छरछिमेकीबाट सामान लानु हुने रहेछ भनेर भन्नुभयो 2-3 चोटि भन्नुभयो मैले बुझिरहेको छु तर फेरि होइन बाटो त पर्छ अब नदीको उदन ढुङ्गा लाग्ने कि के अरे टाढाको आरम्भमा जाने भने जस्तो अब एउटा कुरा चाहिँ अब खाँचो भइहाल्छ अब त्यो पटक यहाँ चाहिँ अफिसमा आएर चाहिँ नयाँ बजारमा आएर किनेर जानु भन्दा त किन्न चाहिँ नजिक भयो हेर्नु कतिपय सामान त त्यस्तो पर्ने बेला धेरै किन्नै पर्ने हुन्छ तर हुन त पहिलेबाट सामान सक्नुभन्दा पहिला आएर चाहिँ सामान चाहिँ यसो गरेर राख्यो भने त्यो दुःखै हुँदैन राम्रै हुन्छ तर फेरि पनि अब मलाई चाहिँ अब प्रश्न 2-3 चोटि गर्नुभएको थियो त्यही भएर मैले त्यसरी भन्न खोजेँ गाह्रो नमान्नु होला तर होस् त नि अब मलाई धेरै खुसी लाग्यो तपाईँहरूलाई चाहिँ अब धेरै धेरै धन्यवाद भन्दै फेरि हामी सबै यसरी चाहिँ राम्रोसँग चाहिँ हिँडौँ बोल्न त म खासै जान्दैन अब यङ मान्छेहरू भएको हो कि अब कुरा पनि पढाउनु र म त त्यसै ढिलो बोल्ने मान्छे ढिलो त्यही माथि
म चाहिँ अलिकति अन्यथा नसोध्नु होला जे होस् तपाईँहरूलाई सम्पूर्णलाई चाहिँ धन्यवाद भन्दै पछिसम्म चाहिँ यसै पोटासमा चाहिँ अघि बढाउँला भन्ने प्रतिबद्धता त जनाउँदै आजलाई चाहिँ भन्दै छु। हस् धन्यवाद। ओके, थ्याङ्क यू सो मच सबैलाई, सो मच। अब जान सक्नुहुन्छ, बस्नु होला। थ्याङ्क यू सो मच म्यामलाई, सरलाई। अब चाहिँ यहाँसम्म थियो एसिस्टेन्ट डाइरेक्टर भन्ने लेभल थियो होइन, तपाईँले हेरिसक्नुभयो। अब चाहिँ नेक्स्ट जाउँ, पदम सर अगाडि बढाउँ त। सुन्नु भनौँ अब एउटा चाहिँ यहाँ भिडियो हेर्नु होला होइन, यसलाई तपाईँले त्यहाँ एउटा यो भिडियो चाहिँ हेरौँ है। कछुए और खरगोश की कहानी सुनी है, पूरी नहीं सुनी होगी, चलो एक बार और सुनाता हूँ। खरगोश और कछुआ लगाते हैं घर, ओवर कॉन्फिडेंस में सो जाता है कछुआ, एंड स्टडी विंस द रेस। सुनो पार्ट 2। खरगोश का जाता है अब खरगोश अब ध्यान में रखता है, दौड़ता है और जीत जाता है। तो सीखो पार्ट 3। अब दोनों अपनी गलती से सीख गए थे। कल एक बार और रेस लगाते हैं, लेकिन रास्ता दूसरा खरगोश शुरू करता है, लेकिन थोड़ी देर बाद रुकना पड़ता है क्योंकि बीच रास्ते में नदी आ जाती है। कछुआ धीरे धीरे नदी पार करता है और जीत जाता है। मॉरल, अपनी स्ट्रेंथ के अकॉर्डिंग बनाओ। और सुनो पार्ट 4। अब दोनों अपनी स्ट्रेंथ को समझ चुके थे तो कोलैबोरेट करते हैं। जमीन पर खरगोश के ऊपर कछुआ और नदी में कछुए के ऊपर खरगोश। मॉरल, कंपीट नहीं, कोलैबोरेट करो। दोस्त ऐसे बनाओ जिसकी स्ट्रेंथ आपकी वीकनेस हो, मोटिवेटेड भी रहोगे और रास्ता जाएगा। भिडियो चाहिँ हेर्नुभयो होला, तर यहाँ के भयो है, यो अलिकति बुझ्नु भयो, म तपाईँलाई बुझाइदिन्छु। भिडियोमा के थियो भने कछुवा र खरायोको कथा सुन्नु भएको थियो। तपाईँले एउटा मात्रै कथा सुन्नुभयो होला। त्यही कछुवा र खरायो चाहिँ के गर्दा रेस गर्दै गर्दाखेरि, दौडमा एउटा रेस गर्दै गर्दाखेरि कसले जित्छ? कछुवा जित्छ। किन जित्छ? कछुवा बिस्तारै हिँडेको गर्छ, खरायो चाहिँ फुर्र दौडिन्छ, पछाडि हेर्छ, कछुवा आए एकछिन चाहिँ आराम गरिदिन्छ। आराम गर्दा सुते भइन्छ, एकछिन आराम गर्न खोज्छ त धेरै बेर उसलाई सुतिदिन्छ। कछुवा पछाडि आउँछ, अगाडि बढ्छ, ऊ चाहिँ आफ्नो जित्छ पहिलोपल्ट चाहिँ। अब त्यति मात्र सुनेको थियौँ, त्योभन्दा पछाडि कथा सुन्नु भएको छ? त्यो भएपछि के भयो त? खरायो त्यस्तै दौडिने, उसले चाहिँ कछुवाले जित्यो भने त्यहाँ त अब